Success Conversation, the power of conversation. Sanjeev ji, welcome to Success Conversation podcast with Nanda Guru. धन्यवाद. सञ्जीव जी मेरो गेस्ट हुनुहुन्छ आज न्यू साउथ वेल्सको नेपाली कन्सुलेट अनरेरी कन्सुलेट. तपाईँको चाहिँ नि यो पदभार अलि नयाँ नयाँ जस्तो लाग्छ. कति जति भयो हामी सुरु गरेको? अहिले अगस्त 2024 देखि मैले पदभार सुरु गरेको अराउन्ड 8 मन्थ्स भएको छ अहिले. 8 मन्थ्स. कस्तो भइरहेछ? अब च्यालेन्जिङ पनि छ आफैमा हैन. मैले अब यो रोलको बारेमा पहिले पनि थाहा थियो. अब त्यही अनुसारले नै एज एक्सपेक्टेड नै छ. तर अब अहिले जुन इन्सिडेन्टहरू भइरहेछ त्यस अनुसारले चाहिँ कम्पेयरली आफूलाई म बिजी नै पाएको छु. किनभने न्यू साउथ वेल्स अलि ठुलो स्टेट भयो हुनाले यहाँ धेरै नै हुनुहुन्छ हामी नेपालीहरू. इन्सिडेन्ट त हुने नै भयो. त्यो प्लस अब तपाईँले दिने यो सर्भिसेसहरू धेरै नै भयो हुनाले तपाईँ बिजी हुनुहुन्छ मलाई थाहा छ त्यो. किनकि म पनि एनआरमा हुँदाखेरि चाहिँ अवश्य धेरै नै बिजी भइन्थ्यो. अहिले अब अरू नयाँ भाइ हुनुहुन्छ, अवश्य पनि यो सहकार्य भइरहेकै होला. तपाईँको चाहिँ नि अब अहिले जुन अब सिटीमा छ नि अफिस होइन? हजुर. अब हाम्रो चाहिँ नि अब नेपालीहरूको जानकारीको लागि चाहिँ के सर्भिसेस छ त्यसमा अहिले? अब हामीले हाम्रो कन्सुलेट अफिसबाट चाहिँ अब अस्ट्रेलियनहरूलाई नेपाल अस्ट्रेलियन पासपोर्ट होल्डरहरूलाई नेपाल जानको लागि भिसाहरू यहाँदेखि नै भिसा लगाएर नेपाल जानको लागि हामीले भिसा इस्यु गर्ने गर्छौँ. नम्बर 1 काम चाहिँ. र त्यो लगायत चाहिँ अरू विभिन्न कन्सुलर सर्भिसहरू पनि प्रोभाइड हुन्छ जसमा चाहिँ इन्क्लुडिङ होइन कसैलाई सपोर्टहरू नेपाली मुलुकको हैनहरूलाई सपोर्टहरू र नेपाल र अस्ट्रेलिया बिचको ट्रेड रिलेसनसिप र डिप्लोमेटिक रिलेसनसिपसँग आबद्ध कुराहरू होइन त्यसमा चाहिँ संलग्न हुने र इभेन्चुअली टुरिज्म र यहाँको लोकल बिजनेस नेपालको बिजनेस कल्चर प्रमोट गर्ने नै मुख्य उद्देश्य छ. फोन चाहिँ कतिको आउँछ? के विषयमा आउँछ फोन युजली मान्छे तपाईँले अब भनौँ न? स्पेसिफिकली भन्दाखेरि खासै यो भन्ने त छैन. तर अब हाम्रो संस्था जुन कन्सुलेट अफिस आबद्ध हुँदाखेरि नेपालीहरूलाई पर्ने नेपालीहरू अस्ट्रेलियामा बस्ने नेपालीलाई पर्ने अप्ठ्यारो कुराहरूमा खुसीको क्षणहरू सबै सेलिब्रेट गर्नलाई चाहिँ एउटा विटनेस गर्न पाउने मौका पाइएको हुनाले त्यसमा चाहिँ विभिन्न किसिमको कल आउँछ. कति कुरा खुसी भएको कुराहरू आउँछ, कति दुःखी खबर पनि आउँछ. अब कति चाहिँ अब दुई देशबिचको डिप्लोमेटिक कुराहरू पनि आउँछ. त्यही भएर पर्टिकुलर यो भन्ने छैन. अब फोनहरू चाहिँ बिजी नै हुन्छ. हजुरको फोन चाहिँ दिनमा अराउन्ड 50-60वटा कल चाहिँ कन्सुल रिलेटेड जब कलहरू नै आउँछ. हजुर यो पासपोर्ट रिन्युअल काम पनि हुन्छ त्यहाँ? पासपोर्टको रिन्युअल चाहिँ हुँदैन. नेपाली पासपोर्ट रिन्युअलको लागि हामीले इन्फर्मेसनहरू चाहिँ दिन्छौँ. किनकि सबै एम्बेसीबाट मात्रै हुने हुनाले र त्यहाँ चाहिँ बाट त्यही पनि हामी कहाँ इन्फर्मेसन लिएर आउनुहुन्छ फोनबाट हामीले त्यो दिइरहेका छौँ. तर पासपोर्ट सम्बन्धी रिलेटेड कामहरू चाहिँ कन्सिडर हुँदैन. ओके. अनि यो डकुमेन्ट ट्रान्सलेसन यताउता त्यो पनि अहिले चाहिँ अहिलेको सिनारीमा चाहिँ हाम्रो डकुमेन्ट ट्रान्सलेसनहरू भएको छैन. तर त्यो हाम्रो अब एम्बेसीसँग सहकार्यहरू भइरहेछ, उहाँहरूसँग अनुरोध भइरहेछ. विभिन्न कारणले गर्दाखेरि अलिकति थोरै त्यो बिचमा धेरै लामो ग्याप भएको हुनाले कन्सुलर अफिस दुईवटा बिचको पहिले मभन्दा अगाडिको कन्सल जनरलले चाहिँ रिजाइन गर्नु भएर होइन त्यसपछि म जोइन गर्नुको समय बढी भएको हुनाले त्यो थोरै त्यहाँ कोअर्डिनेसन थोरै अभाव भएको हुनाले अलिकति थोरै कन्सुलर सर्भिस फुल्ली रूपले दिन सकेको छैन. त्यसको लागि चाहिँ एम्बेसीसँग कुरा भइरहेछ. अब छिटै नै हामीले सायद सबै सर्भिसहरू हामीले दिन सुरु गर्नेछौँ. हजुर. सपोर्ट स्टाफ कति छन्? अहिले चाहिँ हामीसँग 3 जना सपोर्ट स्टाफ हुनुहुन्छ र म लगायत 4 जना छौँ हामी. 4 जना भनेपछि त हाम्रो एम्बेसीमा चाहिँ कति छन्? एम्बेसीमा मैले बुझेको अनुसारले 6 जना चाहिँ नेपालबाट नै हुनुहुन्छ र 2 जना यहाँको लोकल भएर 8 जना हुनुहुन्छ. 8 जना भनेपछि हामी एनएसडब्ल्यूमा 4 जना, उहाँ 8 जना होइन त? ओके. मेरो इन्फर्मेसन भएको अनुसारले. ओके. भनेपछि अब अभियसली पनि अब एम्बेसीसँग सहकार्य गर्नु परिहाल्यो कति कुराहरू होइन? धेरै कुराहरू धेरै कन्सुलेटबाट नहुने काम एम्बेसीबाट हुने भयो. तपाईँहरूको काम चाहिँ सुझाव दिने, उहाँ पठाइदिने के चाहिन्छ त्यही कुराहरू त भने होइन? ओके. सो फार सो गुड. तपाईँ कुनै बेला एनआरमा पनि हुन्थ्यो होइन? हो. म 2013-15 को चाहिँ आइसिसी मेम्बर पनि हो अस्ट्रेलियाको. अब त्योभन्दा पहिले पनि एनआरएनको यहाँ अस्ट्रेलियामा सुरुको कार्यकालदेखि नै
नै अब इन्भल्भ चाहिँ छु। अब सोसियली पनि अब नवाज लगायत विभिन्न सङ्घ संस्थामा चाहिँ अब एउटा लिडरसिप यसमा पनि गरेको छु। तपाईँ हामीसँगै नै अब कति फुटबलदेखि होइन हजुर। अब यहाँ चाहिँ किनकि अस्ट्रेलिया आएदेखि नै जुन बेला सुरुमा अस्ट्रेलिया आएदेखि नै एउटा म सोसियली एक्टिभ पनि छु र आफूलाई म त्यसमा मन पनि पराउँछु। मलाई त्यसमा आई इन्जोय इन द्याट होइन। र त्यो स्पेसली स्पोर्ट्स लगायत अरू इभेन्टहरूमा लेट्स गो टु नेपाल भन्ने एउटा इभेन्ट गरेको थियौँ हामीले 2009 अराउन्ड 2000तिर 99तिर। त्यो खालि इभेन्टहरूमा चाहिँ थोरै पहिलेदेखि नै पार्टिसिपेट छु र एनआरएनको मुभमेन्टमा पनि सुरुदेखि नै छु। त्यही त तपाईँ चाहिँ अब मैले भेटेदेखि नै अब हामी त गेट एलोङ त छ नि त होइन, जहिले पनि कुनै इस्यु छैन। म एनआरको अध्यक्ष हुँदा पनि होइन, अब तपाईँ चाहिँ नि कन्सिडर नभयो नि अब समाजमा त धेरै अगाडि हिँड्नुहुन्छ होइन। स्पेसली चाहिँ अब तपाईँको एउटा बिजनेस पनि अब जोडिहालौँ, नेपालीहरूको एउटा वान अफ द मोस्ट सक्सेसफुल बिजनेसमा चाहिँ तपाईँहरू हुनुहुन्छ, एक्सपर्ट एजुकेसन बिजनेस सर्भिसेस होइन। र मैले चाहिँ धेरै अगाडिदेखि आई थिङ्क तपाईँहरूले स्टार्ट गर्नु 2010तिर हो, 3देखि हो चाहिँ इस्टाब्लिस भएको छ हजुर। तर मैले जति पनि अब भनौँ न अब इभेन्टहरूमा देख्छु तपाईँहरूको लोगो देखेको हुन्छु होइन, सपोर्ट गरेर आउँछ कति इभेन्टहरूलाई। कुनै बेला तपाईँहरूको मात्रै हुन्थ्यो कि होइन, यस्तो धेरै मनकारी हुनुहुन्छ तपाईँहरू। यो अहिले पनि कन्टिन्यू भइरहेको छ थाहा छ मलाई। र मैले तपाईँको सिटी पनि देखेँ, अफिस पनि देखाएको छु। अहिले चाहिँ कति ठाउँमा छ हाम्रो अहिले हाम्रो अफिसहरू चाहिँ अहिले 87th अफिस भर्खरै एउटा ब्ल्याक टाउनमा चाहिँ खोलिएको छ। 87th अफिस हो र अहिले 24 कन्ट्रिजमा छौँ। अब म पर्टिकुलरली भन्नुपर्दाखेरि अल्दो म फाउन्डिङ फाउन्डरको फाउन्डर दुवै हामी मरपद्रिय रियाल भएर सुरु गरेका हौँ उहाँसँग सहकार्य गरेर। र हामीले त्यो गरिसकेपछि अहिले एक्सपर्ट ग्रुपभित्र, एक्सपर्ट ग्रुप भन्छु, एक्सपर्ट ग्रुपभित्र एजुकेसन साइड चाहिँ बद्री सरले अलिकति बढी हेर्नुहुन्छ त्यो साइडतिर, भने म चाहिँ अलिक कलेज साइडतिर हेर्छु। हाम्रो एक्सपर्ट ग्रुपभित्रको हाम्रो अरू विभिन्न व्यवसायहरू पनि छ, त्यो साइडतिर बढी हेर्ने गर्छु। र हजुरले भने जस्तै अघि हो हामी चाहिँ बिजनेस जुन बेला सुरु गऱ्यौँ त्यो बेलामा धेरै कम बिजनेस थियो नेपालीहरूले को स्वामित्वमा भएको, त्यसले गर्दा अफकोर्स रेस्पोन्सिबिलिटी हामीलाई बढी हुन्थ्यो। त्यो बेलामा चाहिँ पर्टिकुलरली इभन एनआरएनले जुन नेपाल फेस्टिभल भयो थियो, फर्स्ट नेपाल फेस्टिभल, त्यो बेलामा स्पोन्सर गर्ने बिजनेसहरू नै अलमोस्ट थिएन। अनि हामीले पर्सनली तपाईँहरू हामी सबै मिलेर पर्सनली यो गरौँ यति गरौँ भनेर हामीले त्यसरी सुरु गरेको हो। र सुरुका दिनमा चाहिँ अब अलिकति नेपाली बिजनेसहरूको सङ्ख्या कम र इस्टाब्लिस बिजनेसहरू चाहिँ कम भएको हुनाले अलिकति हामी बर्डन नभनेको एउटा प्रिभिलेज पनि भनौँ हामीले, त्यो चाहिँ हामीले नै पाउँथ्यौँ। र हामी चाहिँ सोसाइटीसँग सँगै काम गर्न पायौँ। र स्पेसली तपाईँलाई पनि धेरै धन्यवाद छ, एज एनआरएन प्रेसिडेन्ट, एनआरएनको मेम्बर पहिलेदेखि नै तपाईँले धेरै नै महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ। र एनआरएनका सबै पदाधिकारी, र अहिले पनि म एकदमै खुसी छु अनिलजीले जुन काम गरिरहनु भएको छ। हामीलाई चाहिँ धेरै कामहरू चाहिँ हामी सँगै मिलेर गरिरहेछौँ, आम रियली इन्जोइङ इट। र स्पेसली एनआरएन लगायत विभिन्न सङ्घ संस्थाहरू हुनुहुन्छ जसले आफ्नो टाइम निकालेर, आफ्नो पर्सनल टाइम निकालेर भोलिन्टरी जुन सर्भिस दिनुभएको छ, त्यसको लागि पनि तपाईँको यो पोडकास्ट मार्फत नै म विशेष धन्यवाद दिन चाहन्छु। र अहिले चाहिँ जुन अघि मैले जोड्न चाहेँ, पहिले त्यो बेलामा अलिकति कम बिजनेसहरू हुनुहुन्थ्यो भने अहिले हामीसँग धेरै नै बिजनेसहरू हुनुहुन्छ, इस्टाब्लिस बिजनेसहरू हुनुहुन्छ, सक्सेसफुल बिजनेसम्यानहरू हुनुहुन्छ र मनकारी मनहरू हुनुहुन्छ। सबभन्दा मेन कुरा मनकारी मनहरू हुनुहुन्छ। त्यसले गर्दाखेरि विभिन्न इभेन्टहरू केही सानो कुरा गर्दाखेरि हामीलाई चाहिँ होइन यस्तो हात उठाउँदा मात्रै हामीसँग होइन लाखौँको सङ्ख्यामा होइन लाखौँको अमाउन्टमा निकाल्न चाहिँ हामीलाई गाह्रो छैन। त्यसले गर्दा हाम्रो कम्युनिटी अझै स्ट्रङ भएको फिल हुन्छ, अझ सजिलो काम गर्न सजिलो भएको फिल हुन्छ। एउटा हिम्मत मात्रै भए पुग्छ जस्तो लाग्थ्यो। पहिले हिम्मत मात्रै होइन, पैसा पनि चाहिन्छ, मन मात्रै भएर हुन्न, त्यो अनुसारको एफर्ट पनि चाहिन्छ भन्ने थियो भने अहिले कम्पेरिटिभ त्यो एकदमै सजिलो भएको मैले पाएको छु। पक्कै पनि तपाईँले त्यही पाउनु भएको होइन र? एब्सोल्युटली एकदमै त्यही त। अब यो अहिले नेपाली बिजनेसहरूको ग्रोथ पनि भइरहेको छ धेरै। र मैले सुरुमै भने तपाईँहरू वान अफ द बिगेस्ट बिजनेस अहिले चाहिँ ओनरहरू हुनुहुन्छ। अब कहिले 24वटा देशमा 27वटा ब्रान्च होइन भनेपछि यो धेरै ठुलो बिजनेस हो। रफली कतिजना जति स्टाफहरू होला नि त अहिले 87 अब भनौँ न स्टोरबाट? अब हाम्रो हजुरले भन्नुभयो एक्सपर्ट मात्रै चाहिँ अराउन्ड अलमोस्ट 3000 टिम मेम्बर भइसक्नु भएको छ। भनेपछि हाम्रो अरू बिजनेसहरू पनि छन् जुन एक्सपर्ट ग्रुपभित्रका बिजनेसमा सबै गर्दाखेरि अराउन्ड 5000 टिम मेम्बर्सहरू हुनुहुन्छ संसारभरि। मैले सुनेको एउटा चाहिँ त रारामा तपाईँले खोल्दै हुनुहुन्छ रिसोर्ट होइन, जुन चाहिँ नेपालमा छ एफडिआई भित्र जाने भइहाल्यो, हाइड्रोमा सुनेको छु। अरू के छन् हजुरको तपाईँको? त्यो लगायत हाम्रो अलिक कलेजहरूमा एजुकेसन सेक्टरमा पनि लगाइन्छ नेपालमा, अरू विभिन्न सेक्टरहरूमा छ एजुकेसन छ। हामीले चाहिँ अब अलिकति हाउसिङ प्रोजेक्टहरू पनि गरिरहेको छौँ उनीहरूले अलिकति हस्पिटालिटी सेक्टरमा नेपालमा चाहिँ। त्यो त नेपालमा पनि चाहिँ अब इम्प्लोइमेन्ट खडा गर्ने, इन्भेस्टमेन्ट गरेर
इम्प्लोइमेन्ट चाहिँ नि क्रिएट गर्ने त्यो ठुलो कुरा हो। यहाँ त त्यसै भइहाल्यो, धेरै मान्छे तपाईँहरूको काम गरेका छन् होइन। र तपाईँले चाहिँ यस्तो आँट भनौँ न एक प्रकारले यस्तो कहाँबाट चाहिँ आयो त भनौँ न सुरु गर्न चाहिँ? अब यस्तो छ हजुर, अब यो कति कुरा त म लक्की पनि भन्छु, कुनै कुरा त दुःख गरेर आएको हामी सबै होइन, एउटा चाहिँ ब्याकग्राउन्ड छ नि त सबै। तपाईँलाई थाहै छ हामी जुन स्टेजमा आएको थियौँ 96तिर, तपाईँ पनि अलिक थोरै अगाडि आउनु भएको जस्तो लाग्छ मलाई त्योभन्दा। त्यो बेला हामी धेरै सानो सङ्ख्यामा अराउन्ड 500 देखि 600 को सङ्ख्यामा थियौँ नेपालीहरू, त्यति सानो सङ्ख्यामा थियौँ र हामी कति मिलेर हामी बसेका थियौँ नेपालीहरू। र अब त्यो बेलाको सिनारी फरक थियो किनकि हामी यङ पनि थियौँ, म अस्ट्रेलिया आउँदा चाहिँ म 18 वर्षको थिएँ। अब त्यो बेला चाहिँ अब एउटा स्ट्रगल नै भयो लाइफ चाहिँ होइन, हजुरको स्टुडेन्टदेखि लिएर विभिन्न जबहरू भयो। तर मलाई चाहिँ पछि फिल के भयो भने अलिकति अस्ट्रेलिया आउँदाखेरि नै त्यो फिल भएको छ, एउटा एन्टरप्रेन्योरसिप चाहिँ स्किल डेभलप गर्नुपर्छ होइन। त्यसले गर्दाखेरि आफू मात्रै सक्सेसफुल भएर हुन्न, किनकि सोसियली एक्टिभ पनि भइरहेको हुनाले सबैजनालाई एज अ ग्रो टुगेदर भन्ने एउटा चाहिँ जुन इनिसिएटिभ लिन सक्यो भने त्यसपछि राम्रो हुन्छ भन्ने हिसाबले चाहिँ हामीले यो एक्सपर्ट ग्रुप चाहिँ एउटा चाहिँ बिजनेस ग्रुपले, त्योभन्दा अगाडि पनि अलिकति केही बिजनेसहरू त गरेको थिएँ मैले, पेट्रोल पम्प लगायत होइन, अरू केही बिजनेसहरू ट्याक्सीहरूको बिजनेसहरू पनि थियो, त्यो चाहिँ हामीले गरेको थियौँ। तर यो बिजनेस हामीले जुन बेला सुरु गऱ्यौँ बद्रीजी र म भएर, हजुर त्यसपछि जहाँसम्म लाग्छ हामी थोरै हार्डवर्क त छँदैछ अनि कम्युनिटीसँग इन्भल्भमेन्ट चाहिन्छ। र मलाई जहाँ लाग्छ जुन यो कहिलेकाहीँ त्यो CSR एक्टिभिटीले पनि हामीलाई धर्मवाद जस्तो फिल लाग्छ कहिलेकाहीँ, कुनै बेला पनि लाग्थ्यो पनि अब यत्रो अमाउन्ट हामी त ठिकै थियो, बिजनेस त्यो बेला त्यत्रो ठुलो पनि थिएन हुँदाखेरि पनि अलिकति कमिटमेन्ट अनुसारले एउटा प्रिभिलेज अथवा रेस्पोन्सिबिलिटी जुन आउँथ्यो हामीलाई चाहिँ बिजनेस नेपाली बिजनेसको हिसाबले त्यो अलिकति ठुलो नै हुन्थ्यो हामीलाई त्यो बेला अमाउन्ट चाहिँ। त्यही पनि हामीले होइन के छैन हामीले नगरेको कसले गर्ने त, किनकि यसमा चाहिँ अलिकति हामीले एफर्ट लाउनुपर्छ भन्ने हिसाबले गर्दाखेरि एउटा मेरो सानो सबै मनकारी मनहरू हुनुहुन्छ उहाँहरूको पनि आशिष लाग्छ। र हामीले चाहिँ स्टुडेन्टहरूलाई चाहिँ जुन एउटा चाहिँ मनभित्रबाट सल्लाह दिउँ जुन अनुसारले जुन हाम्रो दाजुभाइ दिदीबहिनी चाहिँ बिजनेस खै भनेर कहिले सोचेनौँ, वास बेस्ट फर देम भन्ने हिसाबले सल्लाह सुझाव दिउँ, सहयोग गऱ्यौँ होइन। अब त्यसरी खाइ नखाइ हामीले जुन बेला त्यो बेला दुःख गरेका थियौँ, मलाई जहाँ त्यसको सबैको आशीर्वाद लागेको लाग्छ। त्यसले गर्दाखेरि राम्रो भइरहेछ भन्नुपर्छ। र हामी खुसी केमा छौँ भने हामीले राम्रो बिजनेस ठुलो बनायो भने मात्रै होइन कि 5000 टिम मेम्बर्सहरू सँगै मिलेर एउटा एक्सपर्ट फ्यामिली एज अ बिग फ्यामिली भएर काम गर्न पाएछ। अहिले चाहिँ बद्री सञ्जीव मात्र होइन कि यहाँ हामी टिममा थुप्रै साथीहरू जोडिनु भएको छ, उहाँहरू सबैजनाको कन्ट्रिब्युसन इक्वल छ होइन। सबै जस्तो हाम्रो सिडनीमा पनि हुनुहुन्छ सबैजना, अरू स्टेटमा हुनुहुन्छ सबैजनाहरू चाहिँ विभिन्न देशहरूमा हुनुहुन्छ, सबैको इक्वल इन्भल्भमेन्ट छ। र उहाँहरू सबैको एफर्ट, सबैको माइन्ड, सबैको चाहिँ होइन परिश्रम लाउँदाखेरि चाहिँ अझ रमाइलो फिल भएको छ जस्तो फिल हुन्छ मलाई चाहिँ। फ्यान्टास्टिक। तपाईँले बिजनेस पार्टनरको नाम चाहिँ दुईचोटि लिनुभयो होइन। अब यो चाहिँ अब हाम्रो कम्युनिटीमा पनि एउटा चाहिँ के छ भने पार्टनरसिप भनेको यस्तो हुनुपर्छ सञ्जीव र बद्रीको जस्तो भन्ने छ कि, त्यही भएर अब तपाईँलाई बद्रीजीप्रति के भन्न मन लाग्छ अहिले यो पोडकास्टमा? होइन अब भनिहाल्नुभयो, अब हामी चाहिँ चिनजान भएको त अस्ट्रेलिया आएदेखि नै हो, हामी एकदम मिल्ने साथी पनि हौँ। पहिले सुरुमा थोरै नेपाली हुँदाखेरि अब झन् घनिष्ठता अझ राम्रो हुन्छ र हामीले एकअर्कालाई त्यसरी चिनेकै थियौँ। बिजनेस गर्ने भन्दा को इन्सिडेन्स पनि भएको थियो, हामी सँगसँगै त्यस्तो खालि दिमागमा आएको थियो, ल सँगै सुरु गरौँ भन्दादेखि नै हामी दुइटैमा मिल्ने कुरा के लाग्छ भने किनकि बिजनेस पार्टनरसिप भने पनि एउटा भनौँ न एउटा बिहे गरे जस्तै हो, एउटा एउटा दुईजनाको जस्तो त्यो एकदमै स्ट्रङ बोन्डेज हुनुपर्छ। र हामी दुइटैले एकअर्कालाई राम्रो अन्डरस्ट्यान्ड गर्छौँ। बद्रीजी पनि भेरी थ्याङ्कफुल होइन, मैले त्यस्तो राम्रो बिजनेस पार्टनर पाएको हुनाले होला हामी सबैले राम्रो गरिरहेछौँ होइन। उहाँहरूले किनकि उहाँले मलाई अन्डरस्ट्यान्ड गर्नुहुन्छ, म उहाँलाई अन्डरस्ट्यान्ड गर्छु। र हामी दुःखको बेलादेखि सुरु गऱ्यौँ जुन बेला चाहिँ हामीले वी नेभर लुक ब्याक, कति एकाउन्टमा पैसा भयो, कति राम्रो भयो, वी अलवेज लुक्ड अन होइन, त्यहाँ खटिराख्ने गरिराखौँ, सर्भिस प्रोभाइड गरिराखौँ। कहिले पनि सोचेनौँ बद्रीजीले कम काम गर्नुभएको छ, मैले बढी गरेको छु, उसले गरेको छ, कहिले नो कम्पेरिजन। हामीले दुवैले चाहिँ हाम्रै बिजनेस हो भन्ने हिसाबले चाहिँ हामीले अगाडि बढ्यौँ। र हाम्रो टिम पनि त्यसै गरेर नै भयो, सबैजना टिम मेम्बरहरूले पनि दे अलवेज पुट एक्सपर्ट अथवा एक्सपर्ट ग्रुपलाई प्रायोरिटी सोध्नु भएको छ। र हाम्रो फ्यामिली मेम्बरहरूले पनि त्यही अनुसारले सपोर्ट गर्नुभएको छ, बद्रीजीको फ्यामिली मेरो फ्यामिलीहरूले सबैले त्यही अनुसार सपोर्ट गर्नुभएको छ। जहाँसम्म लाग्छ त्यो एउटा चाहिँ रेयरली पाउनेमा म पनि लक्की मान्छु बद्री जस्तो पार्टनर, बिजनेस पार्टनर पाउनुमा, र उहाँको फ्यामिली आफ्नो फ्यामिली जस्तो फ्यामिली पाउनुमा, र आफ्नो टिममा मेरो यस्तो राम्रो टिम मेम्बरहरू पाउनुमा, र ओभरअल होल कम्युनिटीसँग काम गर्न पाउनुमा अस्ट्रेलियामा। एब्सोल्युटली। तपाईँले अघि भन्नुभयो नि अब हामी पैसा नहेरिकन सर्भिस दिँदै गयौँ होइन, सहयोग गर्दै गयौँ।
प्रतिफल आयो नि त होइन। र सबै बिजनेसहरूले सोच्नु पनि त्यही हो कि तपाईँले सुरुमै पैसा टार्गेट गर्नुभयो होइन भने यो क्लाइन्टलाई कस्टमर सोच्नु भएन कि क्लाइन्ट भने क्लाइन्ट हो, कस्टमर भने कस्टमर हो, अलिक फरक कुरा हो कि। इफ यु ट्रिट लाइक क्लाइन्ट द मनी विल कम, अटोमेटिक आउँछ सर्भिस राम्रो दियो भने होइन। तपाईँ एकचोटि बाटो हेर्नु भने त कहिले त्यो बिजनेस कहिले फर्स्ट आउँदैन, त्यसले त तपाईँको विषय राम्रो त भन्दैन नि त होइन। तपाईँले सुरुमै पैसाको कुरा गर्ने भने त्यस कारण तपाईँले पहिले सर्भिस प्रोभाइड गर्ने, प्रोडक्ट प्रोभाइड गरेपछि बल्ल र अनेस्टली होइन, विदाउट भनौँ न अब भेस्टेड इन्ट्रेस्ट पछाडि अरू कुरा राखेर होइन, भेस्टेड इन्ट्रेस्ट राखेर गऱ्यो भने चाहिँ लङ टर्म चाहिँ जाँदैन। हो डेफिनेटली हामीले जहिले पनि अब क्लाइन्ट्स, हाम्रोलाई क्लाइन्ट्स भनेको कस्टमरहरू नै अलवेज फर्स्ट, दे आर अलवेज राइट एटिट्युड लिएर नै काम गरेका छौँ। र हामीले टिमलाई पनि त्यही नै स्ट्रङ मेसेज छ र उहाँहरू सबैको एउटा चाहिँ डेलिभरी मोडमा चाहिँ एक्ज्याक्टली क्लाइन्ट्स आर अलवेज फर्स्ट, तिनीहरू कुनै इन्ट्रेस्ट हाम्रोलाई प्रायोरिटी हुन्छ, त्यो भएको हुनाले पनि अलिकति थोरै हाम्रो लङ टर्म सस्टेनेबिलिटीलाई एकदम सजिलो भएको छ। हाम्रो क्लाइन्टहरूले, पुरानो क्लाइन्टहरू पनि अझै पनि आएर दाइ भाइ जे भन्नुहुन्छ दिदी होइन, सबैजना आएर अझै पनि एप्रिसिएट गर्नुहुन्छ बाटोमा। अब अहिले हाम्रै बिजनेस कम्युनिटीमा पनि हाम्रै क्लाइन्टहरू कति सक्सेसफुल हुनुभएको छ र उहाँहरूले पनि कति कुराहरू चाहिँ सेयर गर्नुहुन्छ, कति कुरा हामी पनि सेयर गर्छौँ र एकदम खुसी लाग्छ आफूले सल्लाह दिएर अथवा आफ्नो चाहिँ सँग क्लाइन्टहरूले राम्रो गर्दा अझ खुसी लाग्छ र अझ उहाँहरूले एप्रिसिएट गरेर दाइ तपाईँहरूले चाहिँ यो भन्नुभयो र यो मैले फलो गरेँ हुनाले आइ एम हियर, थ्याङ्क यू सो मच भनेर कति भन्नुहुन्छ, द्याट मिन्स अ लट टु अस। त्यो चाहिँ सबभन्दा खुसीको हुना त्यो रहेछ हजुरको। फाइनेन्सियल टर्म्स भनेको कहिले तल कहिले माथि जसको लाइफमा पनि हुन्छ, तर एप्रिसिएसन इन सच द्याट कि आई डन समथिङ इन समन्स लाइफ होइन भन्ने जुन आउँछ, त्यो फिलिङ आउनु भनेको चाहिँ आई थिङ्क यु फिल लाइक द्याट यु नो द्याट यु डन वेल एन्ड यु डिजर्भ स्पेसली इन टर्म्स अफ फ्रम योर सेल्फ एप्रिसिएसन पनि आफैलाई पनि हो आई डन वेल भन्ने जब फिल एउटा आउँछ नि, त्यो चाहिँ त्यस्तो बेला आउँदो रहेछ रादर देन कम्पेयरिङ विथ सक्सेस, रादर देन लाइक कति सक्सेसफुल भयो अथवा चाहिँ कति पैसा कमायो भन्दा पनि त्यो काइन्ड अफ एउटा आफ्नोपन आउने, जुन क्लाइन्टबाट आफ्नोपन आउने र आफूलाई पनि त आफ्नोपन फिल हुने एउटा अनुभूति छ नि, त्यो नै एकदमै खुसी लाग्दो अनुभूति हुने रहेछ नन्दजी। त्यही त म त जस्ट अब मैले यो अलिकति म सोसियल मिडियामा पनि अलिक एक्टिभ भएको हुनाले लेखि पनि हाल्छु, कहिले कहिले बोलि नै हाल्छु। नेपाली कम्युनिटीमा कति चाहिँ बिजनेसहरू चाहिँ अब ठग्ने होइन, लुट्ने, सर्ट टर्म हेर्ने, अब यो मान्छेलाई पेल्दै हुन्छ भन्ने त्यस्तो किसिमको सुनिन्छ नि त। कतिको यो माइग्रेसन चाहिँ नि लाइसेन्स रद्द भएको, कोहीको होमलोन, इभन होमलोनको पनि रद्द भएको सुनिन्छ होइन। कोही त अब हतकडी लगाएरै गएको छन्। अब तपाईँहरूको विषय कहिले सुनिँदैन, विच इज भेरी गुड थिङ होइन। प्लस अघि पार्टनरसिपको विषयमा चाहिँ अलिकति तपाईँले टच गर्नुभयो। मलाई नि के लाग्छ भने पार्टनरसिप भनेको चाहिँ अब अन्डरस्ट्यान्डिङ हो मेन चाहिँ। दोस्रो कुरो चाहिँ लोभ गर्नु भएन। लोभ गरेर अब तपाईँले यति लिने मैले यति लियो भन्ने त्यो थाल्यो र मैले यति काम गरेँ तैँले यति काम गरेछ भन्नु थालेन, कहिले नै मिल्दैन त्यो होइन। मेरो नै अहिले बिजनेस पार्टनर भयो भने मैले चाहिँ हाम्रो चाहिँ एकदमै राम्रो अन्डरस्ट्यान्डिङ छ। मेरो आशिष भाइ इज सो गुड होइन। एनिवे अहिले तपाईँको चाहिँ अहिले जुन बिजनेस फर्स्ट आइरहेको छ, अब अहिले त यहाँ त भइहाल्यो, नेपालमा पनि तपाईँले यो एफडिआई मार्फत त्यत्रो चाहिँ भित्राउनु भएको छ। रफली कति जति लगानी भएको छ नेपाल? पर्टिकुलर अमाउन्टमै भन्दाखेरि त अब मैले ठ्याक्कै भन्न सकिनँ, किनकि अझ अमाउन्ट लगानी भइ पनि रहेछ होइन। अब तर यसो भनौँ न क्लोज टु नेपाली रुपियाँमा 1 अरब प्लस चाहिँ छ हाम्रो अहिलेसम्म भइसकेको, लगानी भइसकेको। र अब अझै लगानी यसमा चाहिँ अब लोनदेखि अरू अमाउन्ट पनि हुन्छ, केलाई कन्सिडर गर्ने भन्ने कुरा हुन्छ। त्यो गर्दा चाहिँ प्लस अरूभन्दा माथि नै छ हाम्रो चाहिँ। अहिले राराको चाहिँ यो भयो एउटा त्यो रिसोर्ट होइन त, अनि एउटा हाइड्रो छ, कन्स्ट्रक्सन छ त्यो होइन। हजुर, राराको अब सुरु शिलान्यास भयो, अब कन्स्ट्रक्सन भन्दा पनि थोरै त्यसको प्रिलिमिनरी फेजहरू कामहरू भइरहेछ। त्यसपछि अब हाइड्रो हाम्रो चाहिँ पिपी भएर अब कन्स्ट्रक्सनको फेजमा गइरहेछ। त्यो लगायत अब अरू चाहिँ हाम्रो प्रोजेक्टहरू, हाउसिङ प्रोजेक्टहरू पनि भइरहेछ। अनि त्यसपछि अरू कलेजहरू चाहिँ हामीले पहिले इस्टाब्लिस कलेजहरू पनि ल्याएको छौँ विभिन्न सेक्टरमा छ नेपालमा। र अरू अब हामीले चाहिँ आउटसोर्सिङ टाइपले हाम्रो यहाँको धेरै कामहरू पनि नेपालमा चाहिँ अलिकति आउटसोर्स गरेर नेपालमा इम्प्लोइमेन्ट क्रिएट गरेका छौँ, जसले गर्दा हामीलाई पनि फाइदा भएको छ अर्गनाइजेसन। र त्यसले गर्दा अलिकति थोरै के भएको छ, नेपालमा पनि अपर्च्युनिटीहरू क्रिएट भएको छ। यहाँको कति कामहरू हाम्रो आउटसोर्स गर्दाखेरि अरू ठाउँमा भन्दा आफ्नै ठाउँमा लैजाउँ भन्ने हिसाबले हामीले नेपालमा त्यो पनि गरिरहेछौँ। र हामी सबै बिजनेसहरूलाई पनि त्यो अपर्च्युनिटीहरू एक्सप्लोर गर्नलाई अनुरोध पनि गर्न चाहेँ तपाईँको पोडकास्ट मार्फत, किनकि अहिले चाहिँ अब आउटसोर्सिङ चाहिँ इज द वे टु रिमेन कम्पेरिटिभ लाग्छ मलाई। कति कुराहरू चाहिँ होइन, तपाईँहरू अब
धेरै कामहरू सबै काम त मिल्दैन कस्टमर सर्भिसमा धेरै काम मिल्दैन जति कामहरू चाहिँ छ मिल्छ भने नेपालमा लग्नुभयो भने अफकोर्स यु विल सेभ मनी एज वेल एन्ड यु विल बी कन्ट्रिब्युटिङ अ लट टु नेपाली होइन बिजनेस र त्यसपछि ट्याक्सेसनदेखि सबै कुरा त्यहाँ चाहिँ इम्प्लोइमेन्ट अपर्च्युनिटी क्रिएसनदेखि धेरै कुरामा फ्याक्टर गर्छ त्यो पनि म तपाईँको कार्यक्रम मार्फत म अनुरोध गर्न चाहन्छु धेरै राम्रो कुरा अहिले तपाईँहरू प्लस अब अरू धेरैले पनि नेपालमा चाहिँ अहिले भनौँ काम आउटसोर्स गरेको जस्तो यो इभन रियल इस्टेट साथीहरूले अब एकाउन्टिङको साथीहरूले अब आइटी त भइहाल्यो इभन हामी होम लोन काम गर्नेहरूले पनि आउटसोर्स गर्ने गरेका छौँ विच इज गुड एजुकेसन त त्यसै भइहाल्यो होइन तर अलि जानो नेपालीले काम पाएछन् भनौँ इभन अस्ट्रेलियाबाट नै अस्ट्रेलियन रन बिजनेसहरूले नै त्यहाँ नेपाल कति काम दिएको उदाहरण छ नि त होइन त्यो पार्ट भइहाल्यो अनि तर नेपालमा इन्भेस्ट गर्दाखेरि चाहिँ अलिकति च्यालेन्जहरू धेरै छ नि त नि कस्तो च्यालेन्ज हुन्छ अलिकति किनभने यहाँ नेपालमा अब पहिलो कुरो त पोलिटिकल चाहिँ नि अब राम्रो छैन होइन अब प्रोसिडरहरू नै राम्रो छैन पहिलो कुरो दोस्रो कुरो चाहिँ मैले धेरै सुन्छु कि अब तपाईँले प्रोजेक्ट लाने बित्तिकै उनीहरूलाई सेयर दिनुपर्ने उसलाई क्यास दिनुपर्ने हुन्छ नि तपाईँले अब लाइसेन्स चाहिँ इस्यु गर्नेमा रोकिदिने दुनियाँ हुन्छ नि अब कहाँ व्यवधान मात्रै खडा गर्ने चाहिँ कर्मचारीहरूले अथवा इभन पोलिटिकल लिडरहरूले होइन लोकल अथवा होइन जिल्ला स्तरको नेताहरू अब इभन केन्द्रीय नेताहरूले चाहिँ मन्त्री स्तरकै मान्छेले तपाईँ हाम्रो भनौँ न हामी जस्तो मान्छेले डिस्करेज गर्ने काम गर्छन् भन्छ तपाईँले के फेस गर्नुभयो निकै राम्रो प्रश्न गर्नु नन्दीजी यो चाहिँ एकदमै समसामयिक पनि छ तर हामीलाई होइन हामी लक्की भएर होला तर जुन मैले पनि त्यो कुरा सुनेको थिएँ तर हामीले अहिलेसम्म चाहिँ त्यस्तो खाले कुनै पनि गर्नु परेको छैन जसले गर्दाखेरि हामीलाई आफूलाई नराम्रो फिल होस् र हामी जुन बेला लगानी नेपालमा गर्दाखेरि जहिले पनि सोध्छौँ कि होइन घुस दिनु भने पनि घुस लिनु जस्तै हो त्यो चाहिँ सुड अभोइड अफकोर्स सिएसआर एक्टिभिटिजहरू हुन्छ त्यो हामीले जस्तो फाउन्डेसन एक्सपर्ट फाउन्डेसन छ त्यसबाट हामीले गर्दाखेरि त्यो चाहिँ फिल डिफ्रेन्टली किनकि त्यहाँको जनतालाई चाहिँ हामीले त्यहाँ बिजनेस गर्दाखेरि त्यहाँको जनताले के पायो त भन्दाखेरि यु डु थ्रु युर सिएसआर एक्टिभिटिज किनकि आई थिङ्क द्याट्स वाट यु हेभ टु फिल विदिन यु द्याट कि बिजनेस गर्दाखेरि त तपाईँले कमाउनु त छँदैछ अफकोर्स बिजनेस गर्दा आफूले कमाउनु छ तर त्यो सोसाइटीले त्यो ओभरअल कम्युनिटीले के पायो भन्ने आफ्नो ठाउँमा छ तर अहिलेसम्मको सिनारीमा हामीले हजुरले भने जस्तो नेताहरूलाई भेटेर पैसा दिने त्यो काम गर्नु परेको छैन र वी स्ट्रिक्टली अभोइड द्याट बरु हाम्रो रिलेसन हाम्रो नेगोसिएसनहरू हामीले कुरा गर्दाखेरि यसरी गरौँ किनकि हामी के गरिरहेछौँ भने त्यो चाहिँ सोसाइटीको बेनिफिटलाई गरिरहेछौँ हामीले हो अफकोर्स बिजनेस गरिरहेछौँ तर हामीले प्रपर ट्याक्स तिर्छौँ त्यहाँ प्रपर चाहिँ अब हजुरको इम्प्लोइमेन्ट क्रिएट गरिरहेछौँ र अब त्यहाँ चाहिँ इनिसिएसन चाहिँ अलिकति थोरै एन्टरप्रेनरसिप छ विदेशबाट लगानी ल्याउनलाई इन्सोय गरेको छु भने त्यहाँको नेताहरूले सपोर्ट नगर्नुपर्ने कारण के छ र उहाँलाई त्यो खाले नैतिक दबाबहरू दिएका छौँ र धेरै जसो नेताहरू र त्यहाँको लोकल कम्युनिटीहरूले यसमा एकदम सपोर्ट गर्नुहुन्छ इज हाउ यु कम्युनिकेट कहिलेकाहीँ के फिल हुँदो रहेछ भने अरूले त्यो सुनाइदिनुहुन्छ या तपाईँले पैसा नखाइकन हुन्न यताबाट तल नदिउन्न भन्नुहुन्छ त्यो बिचको मान्छेहरूलाई चाहिँ बिचौलिया भन्छु मैले चाहिँ उहाँहरूलाई बिचौलिया मान्छेलाई अभोइड गर्नुभयो भने चाहिँ यु डोन्ट ह्याभ टु गो थ्रु द्याट र मान्छेले भन्दाखेरि यति दिनुपर्छ भन्ने र उहाँ बिचमै हराउँछ त्यो पैसा मैले बुझेको त्यो लाग्छ है किनकि नेपालमा राइट मान्छेले हो जुन पर्सेप्सन थियो मलाई पहिले चाहिँ कि होइन यो काम गर्दाखेरि नभइकन हुन्न भन्ने पर्सेप्सन मान्छे दिएको थियो त्यो रङ चाहिँ म आफैलाई परेको छ हाम्रो बिजनेसलाई परेको छ किनकि यदि एज लङ एज यु डिल विथ देम डिरेक्टली र डिल विथ देम थ्रु द प्रोसेस युर ओके सुन अब आज हुने कामलाई तपाईँले होइन 10 दिन पछाडि गर्न खोज्नुहुन्छ 10 दिन पछाडि हुने कामलाई आज गराउन खोज्नु भएको छ भने अफकोर्स देयर सुड बी तर यु सुड गो थ्रु विथ द प्रोसेस पनि सिम्पल छ त्यो गर्दाखेरि मैले त्यस्तो फिल हजुरले भन्नुभएको छैन अहिले चाहिँ कन्सुलेट भइसकेपछि र पहिले चाहिँ नहुँदा फरक छ कि छैन नेपालमा डिल गर्नको लागि होइन अब यो कन्सुल भइसकेपछि त मैले अझै खास त्यसपछि नयाँ प्रोजेक्ट त हाम्रो केही भएको छैन पहिले नै भएको प्रोजेक्टहरू हो मैले तपाईँले भने ठ्याक्कै डिफ्रेन्सिएट गर्न पाएको छैन तर म पहिले पनि मैले हजुरलाई भनिहालेँ नि पहिले पनि आई हेभ नेभर फेल्ट द्याट नेपाल इज अनसेफ फर इन्भेस्टमेन्ट मैले चाहिँ कहिले पनि त्यो फिल भएन कि मलाई नेपाल सेफ छ नेपालमा चाहिँ आत्मीयता छ त्यसपछि इन्भेस्टमेन्ट गर्दाखेरि एउटा हो इन्भेस्टमेन्टको रिटर्न पनि छ त्यो सँगसँगै आफूलाई आत्मीयता फिल हुन्छ र यु फिल गुड एज वेल कि यु डुइङ नट ओन्ली फर यु डुइङ फर द कम्युनिटी भन्ने पनि लाग्छ त्यो स्पिरिट मनमा भयो भने मेरो हिसाबमा यु डोन्ट फिल अनह्याप्पी र मलाई के लाग्छ भने त्यस्तोमा चाहिँ नेपाल गभर्मेन्ट नेपालको विभिन्न निकायहरू सबै सहकार तर यु हेभ टु लेट देम नो यु आर डुइङ दिस नट ओन्ली फर यु
त्यो कुरा भइसकेपछि मलाई जस्तो लाग्छ नेपालमा इन्भेस्टमेन्ट अनसेफ छ भन्ने कुरा रङ हो र नेपालमा चाहिँ त्यो खालि गर्नै पर्छ भन्ने कुरा रङ हो सायद हामीले त्यो बिगेस्ट लेभलमा गएर नदेखेको कि अथवा हामीलाई नपरेको वी बिन लकी वी डोन्ट नो बट वी हेभ नेभर फेल्ट द्याट वे द्याट नेपालमा त्यो चाहिँ नभइकन काम हुँदैन होला त्यो गर्ने मान्छे पनि होला मैले भनिनँ कि एज लङ एज यु होइन त्यो अभोइड द्याट काइन्ड अफ पिपुल वा रङ पिपुल जसले चाहिँ त्यसैलाई बिजनेस बनाउनु भएको हुन्छ आई थिङ्क मेरो जान अस्ट्रेलियामा पनि जहाँ पनि त्यही छ as long as you go through the process I don't think you will feel that pressure of corruption and other stuff हजुर तर अब हामीले देखिरहेको छौँ नि त जस्तो अब हाम्रै अस्ट्रेलियाको चाहिँ नि अब प्रबुद्ध व्यक्तित्व हो अब नामै लिएर भन्दै शेषदाईको होटल इट्स बिन लाइक 12 years होइन यस्तो देखेपछि त मान्छेले त यही छ त इक्जाम्पल भन्ने हुन्छ नि त होइन हुँदो रहेछ नखाइकन काम नहुँदो रहेछ भन्ने चाहिँ नि अब एउटा उदाहरण त्यो हो नि त नि होइन भनौँ अब थाहा छैन त्यो के भइरहेको छ टेक्निकल कुराहरू हुन्छ तर अब मान्छे त सिधा हेर्थ्यो सोच्छ नि त होइन त्यही कारणले मैले सोधेको त्यो चाहिँ अनि त्यति यो बिजनेसकै कुरामा त तपाईँको अब अरू प्लानहरू के छन् नयाँ प्रोजेक्टहरू के छ तपाईँ एक्सपर्ट ग्रुपको अब हाम्रो अहिलेको सिनारीमा चाहिँ हामीले जुन बिजनेसहरूमा छौँ हामी भयो त्यसलाई चाहिँ अलिकति अरू देशहरूमा लाने भन्ने एउटा छ र 24 देश त भइसक्यो त कहाँ जाने हो अझै केही देश थपिन सकिन्छ हजुरको अब त्यो एउटा आफ्नो ठाउँमा छ र नेपालमा पनि अझ इन्भेस्टमेन्टहरूको लागि चाहिँ अपर्च्युनिटीहरू गरेर स्पेसली हस्पिटालिटी इन्डस्ट्रीमा चाहिँ अलि एक्सप्यान्ड गर्ने हाम्रो प्लान छ र नेपालमा चाहिँ स्पेसली आइटी सेक्टरमा स्पेसली आइटीको पनि एन्टरप्रेन्योरसिप स्किलतिर र एआई सेक्टरमा चाहिँ नेपाललाई हब बनाएर काम गर्ने हाम्रो इच्छा छ र त्यस सम्बन्धी गइरहेछौँ हेरौँ समयले कहाँ पुऱ्याउँछ फ्यान्टास्टिक हुन्छ ओके सञ्जीव फेरि लेट्स गेट ब्याक टु द कन्भर्सेसन अब अहिले चाहिँ अब काम त अब भोलिन्टरी भइहाल्यो फेरि पनि पहिले एनआर हुँदा पनि भोलिन्टरी भयो अब कन्सल्टिङ हुँदा पनि भोलिन्टरी काम भयो होइन त भोलिन्टियर चाहिँ कन्टिन्यू भन्ने भयो होइन विच इज गुड एक प्रकारले धेरै राम्रो कुरा हो भोलिन्टियर काम गर्न सक्ने भन्ने ठुलो कुरा हो तर अहिले तपाईँलाई च्यालेन्जेस के छन् अहिले चाहिँ भनौँ न अब यो कन्सल्टको काममा चाहिँ के भइदियो हुन्थ्यो जस्तो लाग्छ हजुर अब च्यालेन्जेसहरू त अब यो कम्युनिटी ठुलो भइसकेपछि अब च्यालेन्जेसहरू पनि धेरै नै हुने नै भइहाल्यो अहिले मैले फेस गरेको अब होइन अब यो रोलबाट चाहिँ अलिकति मेन्टल हेल्थमा चाहिँ हामीले सिग्निफिकेन्ट स्टेप चाल्नुपर्छ जस्तो लाग्छ मलाई त्यही भएर कन्सल्ट अफिस चाहिँ ले एनआरएन लगायत विभिन्न सङ्घ संस्थाहरूसँग मिलेर एउटा कार्यक्रम हामीले सुरु गर्दैछौँ एउटा किनकि सबै कम्युनिटी मेम्बर्सहरूलाई पनि यसमा एउटा मात्रै कार्यक्रमले पुग्दैन तपाईँहरू सबैजनाले अहिलेको भनेको इस्यु भनेको चाहिँ मेन्टल हेल्थ चाहिँ एकदमै सिग्निफिकेन्ट छ नट ओन्ली टु यङ्स अब इभन होइन ठुलो अब किनकि सोसियल मिडियाको भयो इन्फ्लुएन्स अनि मान्छेको टाइम छैन फ्यामिली टाइम छैन त्यसले गर्दाखेरि त्यसले निम्ताउने कुराहरू भनेको ग्याम्लिङ त्यसले निम्ताउने कुराहरू यो भनौँ न अब अलिकति सोसियल इस्युजहरू धेरै कुराहरू निम्ताएको मैले पाएको छु त्यही भएर नम्बर 1 कज चाहिँ मेन्टल हेल्थको लागि हामीले सबैलाई एउटा चाहिँ एटलिस्ट अवेरनेस हेल्प त्यहाँ अभाइलेबल छ भन्ने कुरा जस्तो यहाँ बियोन्ड ब्लू लाइफलाइन लगायत नेपालमा पनि अहिले भर्खर वीर अस्पतालले पनि अहिले सुरु गर्नुभएको छ वीर अस्पतालबाट पनि नेपालमा पनि नेपालीमै बोल्न चाहनुभयो पनि उहाँले त्यो स्टुडेन्टहरूलाई पनि पहिले चाहिँ अब होइन कामदारहरूलाई मात्रै थियो भने चाहिँ अहिले स्टुडेन्टहरूलाई पनि भएको छ त्यसलाई चाहिँ हामीले भरपुर युज गरौँ हामीले के फिल गर्नुहुन्न भने त्यो यु हेभ टु रियलाइज वान डे किनकि हो आफूलाई फिल त हुँदैन तर रियलाइज गरेर आई निड हेल्प भनेर अथवा कसैले देखेपछि एडमिट गर्नु पऱ्यो र यो द्याट्स नर्मल त्यसमा आत्तिनु पर्ने क्वेसन द्याट्स नर्मल एभ्री वान गोज थ्रु द्याट इन देयर लाइफ टाइम राइट तर कसैले साथीसँग सेयर गर्ने आफैमा गुम्साएर नराख्ने र यो चाहिँ एकदमै मैले देखेको र अब कन्सल्ट अफिसबाट पनि इनिसिएट गरेका छौँ एनआरएनले एकदमै सहकारी गर्नुभएको छ एन्जा लगायत अब होइन गरिरहेछौँ र अर्को एउटा च्यालेन्ज चाहिँ अब यो तपाईँबाट प्रकाश मार्फत भन्न चाहेँ अलिकति थोरै क्रिमिनल एक्टिभिटीहरू पनि थोरै नेपाली कम्युनिटीमा बढी देखिएको छ भनेर नि साथै पुलिसले मलाई चाहिँ रिमाइन्ड गरिरहनु भएको छ उहाँहरूले अनि म त एकदम आई वाज भेरी क्युरियस छ नि नेपालीहरू किन एक दुईवटा
आइसोलेटेड इन्सिडेन्ट त होला जुन कम्युनिटीमै हुन्छ अब ठुलो कम्युनिटी छ अलिकति होला भने तर मैले हेर्दाखेरि धेरै कोरिलेसन चाहिँ त्यस्तै पाएको छु र उहाँहरूसँग म सहकार्य गरेर म विशेष धन्यवाद दिन चाहेको छु हाम्रो सुदीपजी मेरो साथी पनि हुनुहुन्छ हाम्रो नेसनल पुलिसमा हुनुहुन्छ उहाँलाई पनि एकदम नराम्रो फिल गर्नुहुन्छ अफकोर्स उहाँ बायस हुन मिल्दैन कुन कम्युनिटी भनेर किन एज आफ्नो जब गर्नु पऱ्यो तर उहाँलाई पनि एज अ नेपाली भइसकेपछि र फिल हुन्छ नि नेपाली कम्युनिटीले वी आर नट लाइक दिस त्यस्तो थिएन पहिले अब अहिले किन यस्तो आयो भन्ने कुरामा पनि कन्सर्न हुनुहुन्छ र उहाँसँग मेरो कुरा भइरहेको छ एनआरएन एन्जा लगायत विभिन्न अरू संस्थाहरूसँग कुरा भइरहेछ एउटा थोरै अर्को हाम्रो एउटा इभेन्ट चाहिँ यो क्राइम रिलेटेड इन्सिडेन्ट्सहरूको लागि इन्फर्मेसन दिने हिसाबले एउटा इभेन्ट पनि फेरि हामीले प्लान गरेका छौँ छिटै नै गर्छौँ त्यसमा चाहिँ अब स्पेसली अहिले नेपालीहरूको देखिएको इस्युजहरू भनेको एउटा डोमेस्टिक भाइलेन्स अर्को अरू ग्याम्लिङ अर्को चाहिँ अब त्यो क्राइममा त परेन ग्याम्लिङ तर त्यो रिलेटेडसँग आउँछ भनौँ न अब ग्याम्बल गर्ने बित्तिकै अथवा मादक पदार्थ धेरै खाने बित्तिकै हो डिप्रेसन अब यो एन्जाइटी विभिन्न हुँदै जान्छ विभिन्न समस्या हुन्छ त्यो समस्याले त अब फेरि अब मान्छे क्रिमिनल बनाउँछ नि त हो अनि अब अर्को भनेको त्यो ड्रग्स अथवा चाहिँ अब भनौँ न मारवाडाहरूको पोजिसन कतिसम्म आफूले पोजिसन गर्दाखेरि त्यस ओके कतिसम्म पोजिसन गर्दाखेरि यो चाहिँ सेल गरेको भनेको त्यो खालि इन्फर्मेसन नभएको हुनाले मान्छेहरूले कहिले साथीहरूलाई पनि बोक्दिएको भने परिरहेको अनि अलिकति फेरि त्यो रेप केसेसहरूमा पनि अलिकति इन्सिडेन्टहरू चाहिँ भइरहेको र कति केसहरूमा चाहिँ त्यसको इम्प्लिकेसन यहाँको के छ यहाँको लले के भन्छ भन्ने कुराहरू पनि थाहा नभएर हो कि भन्ने खाले चाहिँ बुझेको हुनाले त्यो लगायत अरू कुराहरू पनि थोरै अब इन्सिडेन्ट ठुलो भएपछि अलिकति ठुलो सङ्ख्यामा आउनु थालेछ भन्ने हुनाले एटलिस्ट कम्युनिटी अवेरनेस यस्तो भइरहेछ तपाईँहरू होइन अब कति कुराहरूमा थाहा छैन भने थाहा पाउनुहोस् यो भनेको यहाँ अस्ट्रेलियाको लागि क्राइम होला त्यो कुनै देशमा चाहिँ नहोला तर यहाँ चाहिँ त्यो क्राइम भयो त्यो यतिसम्मलाई चाहिँ क्राइम मानिन्छ यतिलाई क्राइम हुन्न भन्ने कुराहरू चाहिँ एउटा अवेरनेस एउटा प्रोग्राम पनि गर्ने प्लान गरेका छौँ इलिगल एक्टिभिटी एन्टी सोसियल एक्टिभिटी गर्नु हजुर त्यो सँगसँगै चाहिँ हामीले चाहिँ अब अर्को यो कम्युनिटीमा चाहिँ अब हाम्रो कम्युनिटीमा हामीले सबैले चाहिँ सपोर्ट त एकदम नेपालीहरूको त्यो मन एकदमै ठुलो छ हामी सबैको कम्युनिटीको कुनै अप्ठ्यारो पर्दाखेरि तर अब त्यसमा चाहिँ हामीले प्रिभेन्ट कसरी गर्न सक्छौँ जुन तपाईँले अघि भन्नुभयो ग्याम्लिङ र अल्कोहल ड्रग्सहरूको जुन चाहिँ इस्युहरू छ त्यसलाई चाहिँ हामीले चाहिँ कसरी मिनिमाइज गर्न सक्छौँ र कसरी चाहिँ युथहरूलाई चाहिँ इम्पावर गर्न सक्छौँ कसरी इन्गेज गर्न सक्छौँ भन्ने कुरा सपोर्ट मेकानिजम पनि हामी सबैले मिलेर एउटा सेट गर्नुपर्ने छ जसले गर्दाखेरि अब आउने कम्युनिटीलाई चाहिँ एटलिस्ट हामीले त्यो कुरा चाहिँ रिड्युस गर्न सकौँ भनेर मैले देखेको चाहिँ च्यालेन्जहरू चाहिँ मेजर यो नै हो र अझ मैले खास स्पेसली आफ्नो रोलबाट मैले देखेको आफूलाई मैले च्यालेन्ज हो अब यो पनि च्यालेन्ज हो रोल सबैलाई पनि हो तर मैले च्यालेन्ज देखेको के छ भने सेकेन्ड जेनेरेसन नेपालीहरू जुन हाम्रो बच्चाहरू छन् हाम्रो बच्चाहरूको बच्चाहरू छन् सेकेन्ड थर्ड जेनेरेसनहरू जब आउँछन् उहाँहरूलाई नेपालसँग कनेक्ट गर्ने कसरी होइन किनकि हो हामी त नेपालबाट जन्मियौँ हुर्क्यौँ त्यहीँको माटोसँग हुर्क्यौँ हामी हो तपाईँ पनि त्यही छ मेरो पनि त्यही छ म नेपालमा 18 वर्ष बसेँ अब यहाँ बसेको 28 वर्ष भइसक्यो भनेपछि म यहाँ बसेको धेरै भइसक्यो तर स्टिल अहिले तपाईँ कहाँबाट आउनुभयो भन्दाखेरि कहाँको तपाईँ घर कहाँ हो भन्दाखेरि हामी नेपाल नै भन्छौँ किनकि त्यो चाहिँ एउटा जुन अपनत्व र आफ्नोपन जुन आउँछ त्यो नेपालमा नै आउँछ यो पनि हो कर्मभूमि हो मैले अस्ट्रेलिया त्यो नराम्रो हिसाबले भन्न खोजेको होइन तर अट्याचमेन्ट र एउटा चाहिँ आफ्नो फिलिङ आउने चाहिँ जुन छ त्यो हाम्रो बच्चाहरूमा कम छ अहिलेसम्म तर अब त्यसलाई चाहिँ हामीले कसरी गराउनु त किनकि त्यो त उनीहरूको पहिचान हो नेपाल भनेको त उनीहरूको ब्लडमा त पछिसम्म पनि कहाँबाट ओरिजिन भन्दा नेपाल हुन्छ त्यही भएर त्योसँग चाहिँ कनेक्ट कसरी गराइराख्ने भन्ने कुरा एउटा बिग च्यालेन्ज फर अल अफ अस है हामी सबैले मिलेर एटलिस्ट हामीले त्यो कनेक्सन हामीले बनाउनुपर्छ नेपाल सरकारलाई पनि अनुरोध गरेर अब हामी पनि त्यो कोअर्डिनेसन गरेर काउन्सिल अफ एनआरएन लगायत विभिन्न सङ्घ संस्थाहरू गरेर सम्पूर्ण प्यारेन्ट्सहरूलाई यो चाहिँ एउटा च्यालेन्ज पनि हो र आफ्नो भाषा संस्कृति मैले नेपाली मात्रै भन्नु हाम्रो भाषा संस्कृति चाहिँ हामीले जोगाइराख्न सक्यौँ भने उहाँहरू जुन सेकेन्ड जेनेरेसन हो र मलाई के लाग्छ भने कतिपयलाई फिल भएको हुन्छ कि होइन अब यहाँ बस्ने हो भन्ने हुन्छ र as long as तपाईँले you don't lose that your identity you are even stronger किनकि अब चाहिँ मल्टिकल्चरल वर्ल्ड छ
तपाईँले 2टा भाषा जान्नुभएको अझ राम्रो, 3टा भाषा जानेको अझ राम्रो, 4वटा जानेको अझ राम्रो। सही। त्यसदेखिको डिफ्रेन्ट कल्चरहरूलाई त्यही नै ब्युटी, मल्टिकल्चरको ब्युटी नै त्यही हो कि अब तपाईँले ल्याउनु भन्दा यो कुरो होइन। अब जस्तो अब हामीले एनआरको पनि यो नेपाल फेस्टिभल गर्ने कारण पनि त्यही नै एउटा चाहिँ अब जस्तो हामीले पाठशाला खोलेका छौँ नेपाली भाषा स्कुल होइन, विभिन्न संस्थाहरूले विभिन्न कार्यक्रम गर्छौँ। एनआरले त कति होइन, जे होस् न यो एउटा नेक्स्ट स्टेप हो, विच इज गुड। तपाईँले चाहिँ हाम्रो सेकेन्ड जेनेरेसनलाई कनेक्ट गराउने कुरा हो, एकदमै प्रोडक्टिभ तरिकाले जानुहोस्। मेरो धेरै शुभकामना र मेरो यसले सहयोग भइहाल्छ। सुझाव के होइन हरेक कुरामा। तर मलाई तपाईँलाई चाहिँ एउटा चाहिँ अनुरोध चाहिँ के गर्छ भने, मैले नै प्रयास गरेँ मेरो पालामा। अब अहिले चाहिँ के गर्नुहोस् भने यो जति पनि समस्या हामीले भन्यौँ नि, अब ग्याम्लिङको इस्यु अस्ट्रेलियामा चाहिँ मेन चाहिँ पोकर मेसिनको इस्यु छ नि त होइन। त्यसपछि अब रक्सी खाने भनौँ न, मादक पदार्थको इस्यु, त्यसपछि ट्राफिक रुलको इस्यु होइन, ट्राफिक इन्सिडेन्ट धेरै नै छ नि त। त्यो अघि भन्नुभयो त डोमेस्टिक भाइलेन्स, त्यस्तै रेपको केसहरू, धेरै इस्युहरू छ नि त यसमा। यो इन्फर्मेसनहरू चाहिँ अब हामीले यहाँ चाहिँ कुनै इभेन्ट गऱ्यो भने चाहिँ आउँदैनन्, टार्गेटेड मान्छे आउँदैनन् कि। मैले धेरै प्रयास गरेको तर आउँदैन। त्यही नेपालमै मूलमै गर्नुपर्छ कि, त्यो चाहिँ मूलमै गर्नुपर्छ। त्यही भएर मेरो सजेसन के थियो भने, मैले शिक्षा मन्त्रीलाई भेटेको बनाएको थिएँ म जाने बेलामा, त्यही नै एउटा इन्फर्मेसन सेसन। त्यो जुन इन्फर्मेसन सेसन छ त्यसमा चाहिँ तपाईँको इनपुट हुन्छ होइन। अब जापानको साथीको जापानको इनपुट होला, आफ्नो हुन्छ नि त। कहिले गर्ने हो भने जुन बेला चाहिँ शिक्षा मन्त्रालयले जो नो अब्जेक्सन लिएर दिन्छ नि, त्योभन्दा अगाडि दिनु पऱ्यो, त्यो सेसन गर्नु पऱ्यो। आइएलटिएस जस्तै महिनामा 2टा हुन्छ कि एउटा हुन्छ, कसरी भनौँ न अब सस्टेनेबल हुन्छ, के गर्दा इफेक्टिभ हुन्छ, अब त्यो गर्दै जाँदा हुने कुरा हो नि त। तर सुरुमा चाहिँ मेरो विचारमा महिनाको एकचोटि चाहिँ नेपालमा त्यो सेसन रन गर्ने होइन। हजुर, 1 घन्टाको त्यो सेसन चाहिँ स्टुडेन्ट जो आउँदैछ, उसको डिपेन्डेन्ट, उसको प्यारेन्ट्स सबैले एटेन्ड गर्नुपर्ने। यहाँ अस्ट्रेलियामा के हुन्छ, जापानमा के हुन्छ, सब इन्फर्मेसन दिएर पठायो भने चाहिँ अलिकति चाहिँ हुन्छ जस्तो लाग्छ मिनिमाइजेसन होइन। डेफिनेटली तपाईँले पनि एकदम राइट कुरा हो। भर्खर मात्र म नेपाल गएको बेला त्यहाँ चाहिँ नेपालमा अवश्य चाहिँ अस्ट्रेलियन राजदूत, नेपालको लागि राजदूतसँग लियानसँग पनि यो बारेमा गहन कुरा भएको थियो र उहाँ पनि अग्री गर्नुहुन्छ कि होइन, यो कुरा चाहिँ स्पेसली भिसा लगाइसकेपछि स्टुडेन्टहरूलाई चाहिँ हामीले कसरी गर्न सक्छौँ त्यो कुरामा उहाँहरूले कोर्डिनेसन गर्नुभएको छ। म पनि त्यसमा इनपुट मैले आफ्नो दिइरहेको छु। र त्यो इम्पोर्टेन्ट छ कि भिसा लगाइसकेपछि हामी यहाँ जति बोल्ने काम छैन हो कि स्पेसली वाटर सेफ्टी एकदम इम्पोर्टेन्ट कुरा छ होइन। अब तर धेरै कुराहरू कस्तो छ भने, अब तपाईँले भन्नुभयो एकदम राइट कुरा हो, हामीले मेसेज कन्भे गर्न खोज्दाखेरि पनि अब एउटा चाहिँ त्यो लेभलमा भएको छैन। त्यही भएर म सबैलाई अनुरोध गर्न चाहेँ, स्पेसली नेपाली कम्युनिटीमा इन्फ्लुएन्सरहरू हुनुहुन्छ, स्पेसली यङ्स्टरहरू हुनुहुन्छ, जुन टिकटक लगायत विभिन्न कुरा इन्फ्लुएन्सरहरू हुनुहुन्छ, तपाईँहरूको पनि एउटा कर्तव्य हो त्यसको लागि। यस्तो खालि इभेन्ट हो जस्तो हाम्रो सरलजीले गरिरहनु भएको हुन्छ, राम्रो इन्फर्मेटिभ भिडियोहरू गरिरहनु भएको छ। त्यो पत्रकारहरूलाई पनि सबैलाई मैले अनुरोध गर्न चाहेँ। र हामी सबैले आफ्नो तर्फबाट एउटा एफर्ट लायौँ भने त्यो मेसेज सबैमा पुऱ्याउनु, हामीले गर्ने अवेरनेस हो, हामीले वी क्यान नट इन्फोर्स होइन, यो गर्नैपर्छ, यो गर्ने। किनकि अब यहाँ अस्ट्रेलियामा चाहिँ 18+ भएर आउनु भएको हुन्छ धेरै जसो। 18+लाई हामीले केही गर्नै मिल्दैन, इभन होइन हाम्रो कन्सुल अफिसबाट केही गर्न मिल्दैन, हामीले केही भन्न मिल्दैन। अल वी क्यान डु इज होइन, अब तिनीहरूलाई चाहिँ एउटा लिटरेट गराउनु पऱ्यो हामीले कि यो होइन ल है समुद्रमा यस्तो बेला जानु गलत हो होइन, 2टा झन्डाको बिचमा खेल्नुपर्छ, राति नजानुहोस्, ड्रङ्क भएर नजानुहोस् भन्ने कुरा हामीले अवेरनेस चाहिँ दिने हो। स्टिल द्याट विल रिड्युस, त्यो भन्दा सबै जिरो हुन्छ भने एटलिस्ट रिड्युस हुन्छ। र लगायत अरू कुरामा पनि देयर स्पेसली कतिलाई त्यो सपोर्ट छ भन्ने पनि थाहा हुँदैन। त्यो सपोर्ट फ्रिली एभाइलेबल छ, फेरि त्यो पैसा पनि लाग्दैन। सपोर्ट हुँदाहुँदै पनि कतिलाई थाहा नभएर मेन्टल हेल्थको इस्युजहरू लगायत अरू खाले इस्युजहरूमा चाहिँ त्यत्तिकै तडपिनु भएको हुन्छ र त्यो खाले चाहिँ सुविधाहरू लिन सक्नु भएको हुन्न। त्यो कुरा चाहिँ आई थिङ्क मेरो विचारमा एज अ कम्युनिटी हामी सबैले आफ्नो तर्फबाट एज अ होइन सोचेर, बिजनेस कम्युनिटीले अनि सोसियल अर्गनाइजेसनहरूले आफ्नो तर्फबाट सोचेर, मैले भने इन्फ्लुएन्सरहरू सबैले चाहिँ मेरो विचारमा सबैको हाम्रो कर्तव्य हो। र यो गरिसकेपछि एटलिस्ट तपाईँको बोलीबाट कसैको ज्यान जोग्यो भने यु फिल गुड। म एउटा इक्जाम्पल यसमा रिलेट गर्न चाहेँ। एकजना भाइ हुनुहुन्थ्यो होइन, मैले नाम ठ्याक्कै मैले यसमा नभनौँ, तर उहाँलाई मैले एकचोटि बाइक भर्खर स्टुडेन्ट, हाम्रै भनौँ स्टुडेन्ट हुन्थ्यो, म नेपालदेखि नै मलाई चिन्थेँ अनि म रिलेट गर्न चाहेँ कति इम्पोर्टेन्ट छ भन्ने कुरा। अनि उहाँ एक दिन टक्कै यसो पार्क हुँदाखेरि हेलमेट पनि एकदमै राम्रोसँग नलाएर, उयो नेपालमा जस्तै लाएर
क्लिप राम्रोसँग नलाएर टक्क आउनुभएको थियो, हेलमेट लाउनु भएको थियो। अरू प्रोटेक्टिभ गियर केही पनि थिएन बाइकदेखि। किन म पनि आफै पहिले यहाँ अस्ट्रेलियामा बाइक चलाउँथेँ पहिले सुरुमा, अनि मलाई त्यो बेला कसैले भनेको थियो यस्तो खाले प्रोटेक्टिभ गियर चाहिँ मस्ट अस्ट्रेलियामा भनेको थियो। र मैले त आफै प्रोटेक्टिभ थोरै चलाउँदा गर्मी भए पनि प्रोटेक्टिभ गियर फुल लगाएर चलाउँथेँ मैले, किनकि अब होइन आफ्नो लाइफ सबैलाई इम्पोर्टेन्ट हुन्छ। त्यो चाहिँ उहाँ भाइलाई चाहिँ मैले त्यो भनेँ, भाइ होइन बाइक त किन्नुभयो तपाईँले, तर हो बाइकभन्दा महँगो पर्ला, प्रोटेक्टिभ गियरहरू महँगो त पर्छ, सस्तोमा किन्नु भएको रहेछ उहाँले बाइक चाहिँ भन्नुभएको थियो उहाँले। तर तपाईँको लाइफभन्दा इम्पोर्टेन्ट त केही छैन, तर मेक स्योर हेलमेट प्रपर हुनुपर्छ र हेलमेट तपाईँलाई लाउने हो र देखाउन लाउने होइन। किनकि नेपालमा जस्तो अलि हामी त नेपालमा त अलिक स्पिड कम हुन्छ, अब इन्सिडेन्ट भइसक्यो भने पनि त्यो हतोत्साहित हुने चाहिँ सम्भावना, हताहत हुने सम्भावना कम हुन्छ। वरिज यहाँ चाहिँ फुल प्रोटेक्टिभ गियर चाहिँ लाउनु, त्यो कुरामा कहिले पनि नगर्नु है। किनकि हामीले चाहिँ 80-100मा कुदाइरहनु भएको हुन्छ, गाडी त्यही हुन्छ, बाइकलाई देखिँदैन, अनि जहिले हाम्रो भनेर मैले भनेको थिएँ। मैले एकदम राम्रोसँग भनेको थिएँ, भाइ प्लिज डोन्ट डु द्याट भनेर मैले भने त उहाँले सुन्नुभयो। त्यसपछि उहाँले चाहिँ लाउन थाल्नुभएको छ, हो दाइले भनेर लाउन थाल्नुभयो। त्यसपछि उहाँको एउटा हार्बर ब्रिजमा एउटा इन्सिडेन्ट भएको थियो अगाडि, अहिले ठुलै नै घटना पऱ्यो, न्युजमै आएको रहेछ, त्यो चाहिँ मैले न्युजमा त हेर्नु पाएको थिएन। त्यसपछि उहाँ त्यो इन्सिडेन्ट भइसकेपछि एउटा म बस्ने ठाउँतिर नै कासल क्र्यागमा चाहिँ एउटा त्यहाँ अपरेसन भएको रहेछ भाइ। त्यो भन्नुभएपछि म त नजिक पनि थिएँ त्यो बेला, म भेट्न पनि गएँ, मलाई त थाहा थिएन त्यो इन्सिडेन्ट। अनि भेट्न गएँ, सर्जरी भएर भर्खर उठ्नु भएको थियो। भेट्न जाँदा उहाँले फर्स्ट के भन्नुभयो, दाइ तपाईँले मेरो ज्यान बचाउनु पर्नु। मैले त बिर्सेछु त्यो कुरा, उहाँलाई त्यो भनेको कुरा बिर्सेछु। दाइ तपाईँले मेरो ज्यान बचाउनु भयो भन्नुभयो। मैले त म त त्यहाँ केही गएको छैन। मैले किन भाइले के यस्तो कुरा भएको भन्नु भन्दाखेरि तपाईँले भने हुनाले, नत्र म हार्बर ब्रिजमा त्यस्तो ठुलो क्रासमा म गएँ, मेरो बोनहरू चाहिँ कति क्र्याक भएको छ, तर म बाँचेँ किनभने मैले हेलमेट प्रपरली लगाएको थिएँ, फुल गियर लगाएको थिएँ। हार्बर ब्रिजमा भएर पनि म बाँचेछु र भाइ अहिले एकदमै हि इज गोइङ थ्रु भेरी गुड लाइफ, अनि राम्रो सोसियल रेपुटेड छ। र मलाई त्यो इन्सिडेन्ट चाहिँ भाइले त्यो भन्दाखेरि, तपाईँले मेरो ज्यान बचाइदिनु भन्दाखेरि आई अलवेज फिल गुड। एन्ड भाइले पनि जहिले पनि मलाई चाहिँ त्यो एप्रिसिएसन गरेको फिल हुन्छ होइन, यु आर पार्ट होइन मेरो लाइफको लागि वचनलाई पार्ट भएको छ। त्यही भएर यो एउटा सानो मैले एउटा इक्जाम्पल दिन खोजेको कारण के हो भने, हामी सबैले एउटा आफूलाई थाहा भएको कुरा एकजनालाई सेयर गरौँ, 2जनालाई सेयर गरौँ, 10जनालाई सेयर गरौँ, 6जनालाई सेयर गरौँ। मेबी द्याट कुड सेभ समन्स लाइफ, मेबी द्याट क्यान सेभ समन्स फ्युचर। एब्सोल्युटली इन्फर्मेसन इज द की भन्छन् नि। अब जस्तो हामीले यो त हामी एवेरनेस कुरा गरौँ नि, कुनै बेला चाहिँ हाम्रो हरेक क्रिसमसको बेला एभ्री इयर हाम्रो 2-3जना चाहिँ दाजुभाइहरू चाहिँ पानीमा हुन्थ्यो कि। तर जब हामीले एवेरनेस ल्याउनु थाल्यो नि, भेरी लिटल न, लास्ट फ्यु इयर्स चाहिँ एकदमै कम भएको छ। परार मात्रै प्यारामाइटर रिभरमा 2टा गयो क्या हो, अदरवाइज वी डोन्ट हियर द्याट भेरी अफन के। नत्र त एभ्री इयर नै हामीले 2-3जना एभ्री समरमा चाहिँ गुमाउँथ्यो कि हाम्रो दाजुभाइहरू। एन्ड इट्स गुड थिङ, होइन एकदम राम्रो भइरहेछ। हाम्रो कम्युनिटी चाहिँ ग्रो भएको एउटा कुरो हो भने मैले भने इन्फर्मेसन इज द की होइन। हामी सबै लागेका छौँ, एम्बेसीदेखि लिएर अब एनआर र हाम्रो सबै सङ्घ संस्थाहरू, कन्सुलेट, त्यसपछि इभन होइन अब नेपालमा अघि पत्रकार साथीहरूको कुरा आयो, सरल भाइको कुरा आयो, सबैले गर्न थालेपछि भएको नि त। इट्स वर्किङ। तर योभन्दा बेटर गर्न सकिन्छ। मैले अघि भनेको काम चाहिँ नेपालबाटै मूलमै नै मान्छेलाई इन्फर्मेसन दिएर अझै राम्रो होला जस्तो लाग्छ। त्यो काम गर्दै जानुहोस्। अरू चाहिँ अब प्रोफेसनलको कुरामा गर्दाखेरि चाहिँ यहाँ अलिकति मैले समस्या जहिले सुन्छु, अघि भने नि अब एक्सपर्टको विषयमा कहिले नराम्रो सुने छैन। हाम्रो कतिपय बिजनेसहरूबाट चाहिँ कहिले पनि नराम्रो सुन्नु पर्दैन, कलेज अब कन्सल्टेन्सी, माइग्रेसन एजेन्सी। तर जति गर्दा पनि कहिलेकाहीँ चाहिँ अब के न के सुनिने के गर्न सकिन्छ यस्तोमा चाहिँ। अब यस्तो छ, अब त्यो हामी सबैले एउटा मोरल ड्युटी पनि हुन्छ एज अ बिजनेस पर्सन पनि, अथवा एउटा कम्युनिटी मेम्बर भनौँ न। मैले त सम्बन्ध गर्दाखेरि बिजनेस पर्सन हामी यो सबै होल सोसाइटीको एउटा मेम्बर हो। हामीले केही गर्दाखेरि सबभन्दा पहिले आफूलाई अर्को साइडमा राखेर सोध्नुपर्ने हुन्छ, म यदि त्यो ठाउँमा भिक्टिम भएको भए के हुन्थ्यो भन्ने कुरा राखेर मनमा साँचेर काम गऱ्यो भने मेरो त्यो खाली फिलिङ कहिले पनि आउँदैन। काम गर्दै जाँदा कहिले काहीँ गल्ती हुन्छ, जसको पनि हुन्छ होइन, त्यसको लागि प्रोफेसनल इन्डेम्निटीहरू हुन्छ। तर जानी गल्ती गर्नु भएन, जानी ठगिनु भएन। कहिले काम गर्दा गल्ती जसको पनि हुन्छ। मैले कुनै अर्गनाइजेसनलाई पनि बाइस राख्न चाहँदैन, काम गर्दा गल्ती हुन्छ हेर्नुहोस् हजुरको होइन, त्यही छ। तर अब एटलिस्ट हामीले सोद्धाखेरि एउटा एथिकल पर्सपेक्टिभमा गर्नुपर्छ। र हामी एज अ सोसाइटी पनि कसैले गलत गरिरहेछ भने सकेसम्म सम्झाएर होइन यस्तो गर्नु हुँदैन भनेर हामीले होइन सम्झाउनु पऱ्यो। होइन भने विभिन्न निकायहरू छ, म त के भन्छु भने कुनै निकायहरू जहाँ चाहिँ कम्प्लेन गर्नु मिल्छ, यहाँ चाहिँ
अब त्यसपछिको नेक्स्ट स्टेज भनेको पहिले सबभन्दा पहिले हाम्रोमा समझाएर यस्तो नगरौँ भन्ने अनि त्यसपछि अर्को अझै पनि भएन भने नेक्स्ट स्टेपमा त्यो गर्दाखेरि नि त्यो प्रिभेन्ट हुन्छ लाग्छ मलाई चाहिँ र म सबैलाई अनुरोध पनि गर्न चाहेँ हामी चाहिँ रेस्पोन्सिबल भएर किनकि हामी स्पेसली अझ नेपाली कम्युनिटीमा बिजनेस गर्दाखेरि चाहिँ अझ सचेत भएर सबैमा सचेत हुनुपर्छ तर नेपालीमा अझ सचेत भयो किनकि नेपालीहरू त्यो किसामा इमोसनली पनि अट्याच भइदिन्छ कहिले एउटा सानो कुराले गर्दा इमोसनली अट्याच त्यसले गर्दा नराम्रो इन्सिडेन्ट पनि भएको छ त्यही भएर एकदमै त्यस कुरामा एकदम केयरफुल भएर बिजनेस गर्दा चाहिँ एउटा एथिकल अप्रोच र एउटा CSR पनि एज अ पार्ट अफ योर अर्गनाइजेसन भन्ने सोचेर र आफूले काम गर्दै गर्दा आफूले कमाइरहँदाखेरि ओभरअल सोसाइटीलाई पनि के गर्ने खाले हामीले गऱ्यौँ भने हामीले विल क्रिएट अ गुड सोसाइटी फर अस हामी त्यही सोसाइटीमा भने यदि सोसाइटी राम्रो भएन तपाईँ मात्रै भन्नुभयो भने त्यो यु नट फिल गुड तपाईँ पनि त्यहाँ सेफ फिल हुँदैन त्यही भएर तपाईँले होल सोसाइटीलाई नै माथि उठाउनु भयो भने देन यु फिल बेटर लाग्छ। तपाईँले अघि भन्नुभएको कुरो चाहिँ मलाई साह्रै मन पऱ्यो कि आफूलाई त्यो आफू त्यतातिर राख्ने त्यो पोजिसनमा आफू बसेर सोच्दा के हुन्छ किन मलाई चाहिँ अब यो स्पेसली माइग्रेसनको कुरामा चाहिँ मेरो एउटा चाहिँ एक्सपिरियन्स के छ भने मेरो कोही मान्छे क्वालिफाइड हुनुभयो पिआरको लागि अनि कोही माइग्रेसन एजेन्टमा जानुभयो एप्लाई पनि गर्नुभयो जे चार्ज छ तिर्नुभयो त्यसपछि सर्टेन टाइममा त अब एउटा इमिग्रेसनबाट त एउटा आउँदा लेटर आउँछ अथवा इमेल आउँछ त्यो त रेस्पोन्स गर्नु पर्यो नि त फर्दर इन्फर्मेसन रिक्वायर भन्छ के भन्छ होइन यति दिनभित्र यो कुरो ल्यायो भने चाहिँ उसले हेर्दै नहेरे इमेलै नहेरेको फोन गरेर नउठाउने के भइरहेछ भनेर अनि भेट्न गएर म छैन भन्ने होइन गर्दै उहाँहरूको त्यो चाहिँ भनौँ न इलेक्सन के अरे एप्लिकेसन विथड्र गर्नुपर्ने भयो ओके दे ह्याभ टु गो ब्याक टु स्टुडेन्ट भिजा बाउ आमा छोरा छ छोरालाई स्कुलमा राख्नु पऱ्यो खर्च हेर्नु फेरि ऊ पनि स्टुडेन्ट भिसा जानु पऱ्यो अर्को 3 वर्ष लम्बियो कि त्यो सबै कस्टको हिसाब अपर्च्युनिटी कस्टको हिसाब गर्ने 3-4 लाख डलरको कुरा आउँछ किनभने उसको स्टुडेन्ट भिसा छोराको स्टुडेन्ट भिसा फी र फुल टाइम काम गर्न नपाउने धेरै छ नि त त्यहाँ त 3 वर्ष ब्याक हुने बित्तिकै त कति लस भन्ने कोही नाम चलेकै मान्छेबाट त्यस्तो तर मैले चाहिँ जहिले पनि अब राम्रो माइग्रेसन एजेन्ट सम्हाल्नु होइन जसले पनि काम गर्दा राम्रो गर्नु पऱ्यो मेन कुरो होइन लाइसेन्स लिनु ठुलो कुरो भएन नि त तर यु हेभ टु बी रियली प्रोफेसनल एन्ड डिलिजेन्ट हुनु पऱ्यो होइन अर्को विषय सोध्नु पऱ्यो नि त पैसा मात्रै होइन नि तपाईँको लागि क्लाइन्ट कस्टमर होइन कि क्लाइन्ट हो क्लाइन्ट भनेको धेरै इम्पोर्टेन्ट कुरो अर्को लाइफ र उसको कुरो छ के अरे सवाल छ नि यहाँ त किनभने यु कम फ्रम नेपाल हामी त्यताबाट कति सपना देखेर आउँछौँ पिआर भन्ने ठुलो कुरा हो यहाँ आइसकेपछि होइन तर कोही माइग्रेसन एजेन्ट त्यस्तो गरिदियो भने त द्याट्स भेरी ब्याड नि होइन हो डेफिनेटली अनि राम्रो कुरा गर्नुभयो र म त्यसमा पनि थोरै थप्ने के चाहेँ भने एज अ क्लाइन्ट पनि मैले चाहिँ होइन अघि तपाईँले भन्नुभयो नि हामीले पनि एउटा के फिल गर्नुपर्दो रहेछ भने हजुरले त अघि भन्नुभयो त्यो इन्सिडेन्ट एकदम भेरी स्याड इन्सिडेन्ट किनकि त प्रोफेसनल हुनु भएन जसले गर्नुभयो उहाँ प्रोफेसनल हुनु भएन भन्ने हो होइन त त्यो सँगसँगै म पनि के जोड्न चाहन्छु भने सबै सेवाग्राहीहरूलाई अनुरोध गर्न चाहेँ किन म आफै पनि त्यो कुरामा जहिले पनि म हुन्छु ब्लाइन्ड भएर कसैको सल्लाह लिनु हुँदैन रहेछ जस्तो स्पेसली नेपालदेखि पनि यो स्टुडेन्टलाई म पहिलेदेखि नै भनिरहेको कुरा चाहिँ हजुरको कि अब अस्ट्रेलिया आउनुभन्दा अगाडि यु सम काइन्ड अफ रिसर्च आफै गर्नुपर्छ म अस्ट्रेलिया गएपछि के पढ्न चाहन्छु पढिसकेपछि म के हुन चाहन्छु म करियर ल त्यसपछिको आउटकम के छ भन्ने कुरामा आफै पनि राम्रोसँग रिसर्च गर्नुपर्छ र यादन एउटा एजेन्टमा गएर ल म अस्ट्रेलिया जाने भएँ मलाई नहालिदिनुहोस् भनेर सबै दिँदाखेरि देन त्यो बेलामा तपाईँ चाहिँ गलत सल्लाह पाउने अथवा ठगिने सम्भावना बढ्छ किन तपाईँ इफ यु रिलाइ टु मच सो लङ एज यु आर अवेर हो अफकोर्स हामी प्रोफेसनल कहाँ जानैपर्छ हामी डक्टर कहाँ जान्छौँ कारण त्यसले गर्दा जान्छौँ नि त तर एज लङ एज ज्वरो के लागेको छ मलाई ज्वरो आएको छ भन्ने कुरा तपाईँलाई थाहा छ भने ए मलाई ज्वरो आएको छ टाउको दुखाएको छ भने तपाईँलाई थाहा त हुनु पऱ्यो नि त ए मलाई हात दुखाएको छ भनेर भएन त्यही भएर थोरै रिसर्च चाहिँ अहिले फेरि यस्तो सजिलै हुन्छ हो सेकेन्ड ओपिनियन पनि लिने खालि चाहिँ हामीले गर्नुपर्छ लाग्छ नेपालदेखि मैले त भन्छु स्टुडेन्टहरूलाई पनि रिसर्च त्यो कलेजको बारेमा युनिभर्सिटीको बारेमा त्यो एजेन्सीको बारेमा किन अहिले त सबै इन्फर्मेसन अभाइलेबल छ नि त त्यो नम्बर 1 कुरा र यहाँ पनि अरू सेवाग्राहीहरूमा पनि एटलिस्ट मैले भिसा प्रोसेस गरिरहेको छु भनेपछि मेरो कति टाइम लाग्छ रफली के छ कस्तो भनेपछि त्यसमा अवेरनेस भइसकेपछि के रहेछ भने देन यु क्यान डिस्टिङ्ग्विस इज ही प्रोफेसनल अर नट इज ही गुड अर नट भन्ने कुरा यु क्यान डिस्टिङ्ग्विस र किनकि दुइटा एप्पललाई छुट्याउन त त्यसो छैन देन यु क्यान डिस्टिङ्ग्विस यो चाहिँ रोयल गाला हो यो डिफ्रेन्ट एप्पल हो भनेर थाहा पाउनलाई चाहिँ एज लङ एज यु नो समथिङ अबाउट एप्पल्स यु नो इफ यु डोन्ट नो एनिथिङ अबाउट एप्पल
then it's lot easier for someone to make you fool. Manipulative. किनकि यो रोयल गालालाई यसो योभन्दा बढी पैसा लिँदाखेरि यो राम्रो होला भन्ने सोचिन्छ त्यो खाली इन्फर्मेसन चाहिँ एकदम इम्पोर्टेन्ट छ र अहिले चाहिँ स्पेसली यङ्स्टरहरूलाई चाहिँ म त्यो अनुरोध गर्न चाहेँ अब जेमा पनि त्यो भन्दै गर्दा म चाहिँ यो माइग्रेसन मात्र रिलेट गर्न चाहेन जुन कुरामा पनि एटलिस्ट सम काइन्ड अफ इन्फर्मेसन र बेसिक हो एक्ज्याक्टली तपाईँले भन्नुभयो नि बेसिक रिसर्च यु हेभ टु डु र त्यसमा चाहिँ डिग इन गर्दाखेरि चाहिँ अब यु युज प्रोफेसनल्स बट देन यु कम्पेयर फ्यु थिङ्स द्याट विल गिभ अ बेटर आउटकम फर यु लाग्छ मलाई ग्रेट पोइन्ट यो त अब क्विकली हामी अब वेयर हेडिङ टु होइन भनौँ न अब अन्तिमतिर आइपुग्न लागिसक्यौँ अब तर अलिकति यहाँ लोकल कुरा गरौँ न तपाईँ अब त्यत्रो वर्ष यहाँ बसेको अब अस्ट्रेलिया नेपाल फरक के देख्नुहुन्छ हाम्रो नेपाल कसरी इम्प्रुभ गर्न सक्छौँ के लाग्छ तपाईँलाई वेल अब यो एज अ पर्सन हिसाबले भन्नु पऱ्यो मैले चाहिँ यसमा चाहिँ म भन्दा पनि आफ्नो पोजिसन भन्दा पनि पर्सनली भन्दाखेरि अब हामी सबैले हामी एउटा नेपालीहरूमा चाहिँ एउटा देशप्रति माया चाहिँ स्वाभाविकले एकदम राम्रो छ हामी माया त भइहाल्छ नि तर नेपाल कसरी इम्प्रुभ गर्ने भन्ने कुरा हामीले सबै हो ब्रेभ छौँ भनेर चिनिन्छौँ हामीले धेरै कुराहरू छ त्यही भएर हामी सबैले चाहिँ एउटा चाहिँ थोपा थोपाले समुद्र बन्ने हो हजुर र धेरै कहिले मैले के फिल गर्छु भने हाम्रो थोरै नेचर चाहिँ स्पेसली सोसियल मिडियामा चाहिँ ब्लेम गर्ने मात्रै छ किनकि वाट यु हेभ डन एउटा इँटा थप्नलाई तपाईँले के गर्नुभएको छ भन्दाखेरि एउटा सानो इन्भेस्टमेन्ट गरेर हुन्छ आफ्नो गाउँमा गरेर हुन्छ कि आफ्नो घरमा गरेर पनि सुरु घरबाट गर्ने आफ्नो सोसाइटी आफ्नो दाजुभाइ दिदीबहिनीहरूलाई त्यसपछि अर्को कजनहरूलाई त्यसपछि होइन होल गाउँलाई त्यसपछि जिल्लालाई गर्दै जति सकिन्छ त्यो अनुसारले गर्ने एउटा इँटा हामीले थप्न सक्यो भने बल्ल देन यु हेभ राइट टु ब्लेम अदर्स रादर देन लाइक नो संसार बिग्रियो नेपाल यो नेताले बिगाऱ्यो यो बिगाऱ्यो मात्रै भन्नुभन्दा मेरो विचारमा अलिकति अवेरनेस पनि भेरी इम्पोर्टेन्ट छ लाग्छ मलाई र त्यही त हो नि हामीले त्यही अनुसारले होइन मान्छे चिन्नु पऱ्यो त्यही अनुसारले काम गर्नु पऱ्यो मैले अघि तपाईँलाई भनिहालेँ नि किनकि त्यो चाहिँ थोरै अलिकति होइन अरूमा म्यानिपुलेट पनि गरिन्छ त्यही भएर फर्स्ट काम चाहिँ आफूबाट सुरु गर्ने आफू सुधेर वाट आई हेभ डन फर माई कन्ट्री वाट आई हेभ डन फर माई फ्यामिली भन्ने कुराबाट अवेरनेस आफूबाट सुरु गएपछि देन त्यो संसार आफै सुन्दर हुँदै जाँदैछ त्यसपछि त्यो सुरु भयो भने चाहिँ नेपाललाई विकास हुनलाई धेरै समय लाग्दैन मैले जहिले पनि एकदम नेपाल हेज बिग पोटेन्सियल लाग्छ हेर्नु त्यत्रो चाहिँ हाइड्रोहरू होइन हेर्नु संसारको दोस्रो धनी देश हो वाटर रिसोर्सेसहरूमा होइन हाइड्रोजन अनि स्टोरेजहरू भन्छु जस्तो कि यो सबै यो एमाजोनदेखि सबैलाई स्टोरेज गर्नको लागि चाहिने ठाउँहरूलाई सस्तो इलेक्ट्रिसिटी चाहिन्छ अनि त्यसको लागि चाहिँ नेपाल छ र प्लस त्यो अलिकति चिसो वातावरण चाहिन्छ त्यो नेपाल छ त्योदेखि लगायत यो उर्वरा भूमि छ त्यत्रो होइन त्यसपछि अरू इन्फ्रास्ट्रक्चरहरूको राम्रो भयो भने टुरिज्मको लागि कति राम्रो छ भने चाहिँ हाम्रो देशलाई धनी बनाउन र अलिकति सम्पन्न र एउटा समृद्ध बनाउनलाई चाहिँ धेरै समय लाग्दैन यदि हामी सबै नागरिकहरूले आफ्नो कर्तव्य निभायौँ सबै नेताहरूले सबै कर्मचारीहरूले आफ्नो कर्तव्य निभायौँ भने नेपाल त्यस्तो सुन्दर फुलबारी छ हेर्नु त मल्टिकल्चर छ अब यसरी हामी यहाँ बोलेर मात्रै नहुने भयो रेभोल्युसन चाहिन्छ जस्तो लाग्छ मेरो विचारमा जस्तो कि तपाईँ अब एउटा भनौँ न ब्रिज बनाउनु पऱ्यो अस्ट्रेलियामा त्यो ब्रिज बनाउनलाई 2 वर्ष लाग्छ भने चाइनामा त्यो चाहिँ मेबी 2 months तर नेपालमा त्यो कति लाग्छ थाहा छ अप टु 10 years त्यस्तो बनाएको छ नि त यति साह्रो बिग्रेछ कि अहिले त झन् बिग्रेछ हामी विदेशमा बसेर फेरि अब नेपालको चाहिँ क्रिटिसाइज गरे जस्तो हुन्छ वी क्यान सी द्याट होइन केही कुरा चाहिँ राम्रो भएको छ फेरि नो डाउट है म जहिले पनि भन्ने गर्छु अब इभन मैले हस्पिटालिटी कुरा गर्ने हो भने हस्पिटालिटी इज भेरी गुड नाउ इन नेपाल ठाउँ ठाउँमा रिसोर्टहरू रेस्टुरेन्टहरू दामी खुलेको छ होइन यहाँभन्दा राम्रो रेस्टुरेन्ट नेपालमा छ होइन र यो होटलहरू एकाएक खुलेका छन् हस्पिटालिटी इन्डस्ट्री इट्स ग्रोन सो मच इट्स सो गुड के अब इभन बेटर देन अस्ट्रेलिया न कति कुरामा चाहिँ जब कि फेरि धेरै छ हस्पिटालिटी काम चाहिँ यहाँबाट सिकेर गयो नेपालीहरूले फेरि किनभने म त धेरै ठाउँमा भन्ने गरेको छु आई ह्याड नेभर हर्ड अफ रुम एटेन्डेन्ट क्लिनर भन्ने सुनेको थिएन मैले नेपालमा यहाँबाट थाहा पाएन हामी सबै कफी त थिएन नेपालमा होइन आई केम टु अस्ट्रेलिया वाज नो कफी इन नेपाल थियो होला 5 स्टार होटल मतलब मेरो पहुँचै थिएन आई नेभर सो कफी दे हामी त अब छानो चिया खान्थ्यौँ नि त त्यो के अरे एक्चुअल टी पनि भनौँ यहाँ पाउने टी त्यो त हामीले अब जमाना देखेको त्यो टी ब्याग चाहिँ मैले पहिलोचोटि किनभने छानो चिया खान्थ्यौँ नि हामीले एनिवे धेरै राम्रो भएको छ अब कम्युनिकेसन भयो होइन अब एजुकेसनको कुरा पनि राम्रो छ त होइन तर यो विकासको कुराहरू प्रोसेसको कुराहरू चाहिँ धेरै पछाडि पऱ्यो कि
चाइना हेज गन सो फार अहिले जस्तो अमेरिका र अब चाइना ट्रेड वार भइरहेछ अमेरिकन चाहिँ नि अब सुपर मार्केटको सेल्फहरू खाली हुन थाल्छ बिकज डोनाल्ड ट्रम्प थोट होइन हि कुड जस्ट डु समथिङ होइन अब चाइनालाई टारिफ लगाएर चाहिँ गर्न सकिन्छ यसलाई ठिक ठाउँमा ल्याउन सकिन्छ किनभने यो ग्रोन टु मच सो मच वान डे दे विल टेक ओभर अस भन्ने चाहिँ डोनाल्ड ट्रम्पले लाग्यो मेरो विचारमा कि अनि उहाँले टारिफ ल्याउनु भयो तर चाइनाले के भन्छ भने अब वी हेभ अलरेडी लर्न्ड लेसन हामीले धेरै वर्ष चाहिँ ह्युमिलेसनले खपेर बस्नु पऱ्यो अब चाहिँ हामी त्यस्तो सहँदैनौँ र उनीहरू टेक्नोलोजीमा यति विकास गरिसके अब ड्रोन टेक्नोलोजी एआई भनौँ न अहिले होइन उनीहरू सोलर टेक्नोलोजी इभन न्युक्लियर टेक्नोलोजी पनि चाइना अगाडि रहेछ अहिले इन्फ्रास्ट्रक्चर त भइहाल्यो होइन उनीहरूको रोड र उनीहरूको चाहिँ यो ब्रिजहरू टनलहरू त कसैले चिन्न सक्दैन इभन जापान पनि पछाडि पछि उनीहरू त्यस्तो राम्रो बनाएको छ चाइनामा सिटीहरू हेर्नुहोस् होइन एकाएक छ कि चाइना अहिले त्यो धेरै कुरामा चाहिँ चाइनाहरू प्रगति गरिसकेको छ भन्ने चाहिँ प्रमाणित भयो अहिलेको चाहिँ यो ट्रेड वारबाट किनभने युएसको कति पनि स्टोरहरू चाहिँ बन्द नै भइसक्यो वालमार्टमा सामान छैन अहिले बताउनुहुन्छ त्यस्तो किन म्यानुफ्याक्चरिङ धेरै जस्तो चाइनामा हुन्छ 35% अब वर्ल्डको 35% म्यानुफ्याक्चरिङ चाइनामा हुन्छ अब इभी टेक्नोलोजी हेर्नुहोस् इभी गाडीहरू होइन अब यो BYD भन्ने जुन गाडी छ अब कुनै बेला चाहिँ अब इलन मस्कले मक गरेको गाडी अहिले नम्बर 1 भयो होइन दे सेल मोर कार्स र ब्याट्री चाहिँ अहिले 5 मिनटमा चार्ज गर्ने ब्याट्री बनाएर छ द्याट्स हाउ फार दे हेभ बिन होइन तर हामी नेपाल चाहिँ म्यानुफ्याक्चर त छँदै छैन सर्भिस पनि अब अलिअलि वी आर हेल्पिङ डेफिनेटली अघि नै हामीले कुरा गऱ्यौँ नि अस्ट्रेलियाबाट मात्रै नै हजारौँ मान्छेले काम पाएको छ अहिले इभन मेरो अफिसको पनि केही 1-2 जना काम गर्नुहुन्छ नेपालमा आउटसोर्सिङ भइरहेछ नि त्यहाँ होइन त्यहाँको हेडमास्टरले नखाने तल हामीले दिन्छौँ अहिले त्यहाँ सामान्य डाटा इन्ट्री गर्नलाई काम भइरहेछ नि त हामी विदेशमा बस्ने नेपाली तर कतिपय समस्या चाहिँ के छ भने अब मैले नागरिकताको कुरा निकालिहाल्छु तपाईँ पनि अब रिलेटेड मान्छे भयो हुनाले र म एनआरको अभियन्ता नै भयो हुनाले 2003 मा एनआर खोलियो यसको मुख्य उद्देश्य के थाहा छ नागरिकताको कन्टिन्युटी नेपाली नागरिकताको कन्टिन्युटी तर के भन्ने भने हामीलाई त्यो नागरिकता पाउँदैन अब अर्को नागरिकता दिन्छौँ त्यसलाई गैर आवश्यक नेपाली नागरिकता भने सर्टेन अधिकार दिने सामाजिक आर्थिक र वडेभर होइन तीनटा अधिकार छ सांस्कृतिक राजनीतिक बाहेक सब पाउने तर दिन थाले संविधानमा लेखे अस्तिपालि इस्यु पनि गर्यो तर त्यसमा केही पनि रहन्छ कि किन मालपोतमा चिन्दैन फेरि भिजा पनि लिनुपर्ने इट्स अ ह्युज इस्यु द्याट्स नट नागरिकता तपाईँले फेरि अब भरे त्यो नेसनल आइडी कार्ड पनि लिनुपर्छ फेरि प्रब्लम भन्दा त्यो होइन त्यो किन चाहियो त्यो जस्तो म त एउटा कुरो के भन्छ नि जस्तो म यहाँ बस्छु यत्रो वर्ष भयो हामी बसेको म बसेको र म नेपाल गएर के गर्छु र मैले कसैको अडाल्छेको खाइदिने होइन म गएर जागिर खाने होइन गरेँ आई कान्ट बी सचिव हुनसक्छ त म आर्मीमा जागिर खान सक्दिनँ हामी जाने भने त व्यापारै गर्न जाने हो बस्ने हो लगानी गर्ने हो होइन त्यति अधिकार त के हुन्छ त कसैले खाँदैन कि डराउनु पर्दैन जस्तो लाग्छ मलाई उहाँको हाम्रो नेपालको चाहिँ नि अब नेताहरू जसै होस् होइन अब राजनीतिक पार्टीका मान्छेहरू कर्मचारी डराउनु पर्दैन विदेशमा बसेर गएको नेपालीसँग डराउनु पर्दैन राजनीति नै गर्ने पुरै छोडेर जान्छ नि फेरि त्यसपछि मेरो नै अधिकार हुन्छ नि होइन र त्यसको लागि त मैले नि मिहिनेत गर्नु पऱ्यो होइन जस्तो रविजी जानुभयो पुरै छोडेर जानुभयो उहाँको इस्यु अर्कै छ तर राजनीति गर्न मलाई त्यसरी जान सकिन्छ नि त तर हामीलाई किन रोक्ने भनेको त्यहाँ बस्नलाई घर जग्गा किन्नलाई किन रोक्ने होइन लिमिटेसन छ नि जस्तो काठमाडौँमा 2 रुपैयाँ पनि हुनेछ तपाईँसँग त अब होइन अब बिगत चाहिँ नि लगानी गर्ने क्षमता छ त त्यस्तो मान्छे यहाँ छ नि त अरू पनि होइन र होटलमा अरबौँ लगानी गर्न सक्ने चाहिँ क्षमता भएको मान्छेहरू छन् एनआरएन छन् भने किन रोक्ने इन्भेस्टमेन्ट चाहिन्छ नि भन्ने अनि यो अब बाधा व्यवधानहरू ल्याउने होइन अब नीतिगत तरिकाले मान्छे रोक्ने त राम्रो भएन नि त मेरो भन त्यति मात्रै हो धेरै राम्रो कुरा गर्नुभयो म पनि त्यो कुरामा अग्री गर्छु तर तपाईँले जुन अघि भन्नुभयो गैर आवश्यक नागरिकताको सम्बन्धमा चाहिँ अब जुन खाले प्रावधान राखेको थियो संविधानमै राखेको हुनाले ढिलो चाँडो चाहिँ अब हामीले नेपालीहरूले पाउँछौँ अलिकति थोरै तपाईँले भने जस्तै अलिक प्रोसेस चाहिँ थोरै स्लो भएको धेरै स्लो संविधानमा 2003बाट सुरु गरेको यो अभियान हो तर संविधानमा चाहिँ आएको धेरै भएको छ संविधानमा आइसकेपछि अब यसको थोरै कार्यान्वयन पक्ष छ थोरै ढिलाइ भएको हुनाले हामीले छिटो देख्न नपाएको तर ढिलो चाँडो चाहिँ हामीले चाहिँ त्यो राजनीतिक अधिकार बाहेक अरूको सबैको एउटा कानुनी रूपले पनि सबै हिसाबले पाउनेछौँ किनकि संविधानमा भइसकेको कुरालाई चाहिँ अब फेरि बदल्न चाहिँ सम्भव हुँदैन र मलाई पनि के लाग्छ भने नेताहरूदेखि लिएर सबैको पर्सेप्सन चाहिँ दे आर राइट
एभ्रिवान अग्रिज अन द्याट पार्ट होइन दिन्छु भन्छ गर्ने भन्छ छ र अब संविधान नै भइसक्यो भने अब गर्नु पनि भयो भन्नुपर्छ मैले चाहिँ होइन एज अ नेपाली निकायको हिसाबले भन्दाखेरि भयो पनि भन्नुपर्छ तर त्यो हुँदै गर्दाखेरि तपाईँले भनेको म एकदम एकोमा के गर्न चाहन्छु भने विदेशमा बस्ने नेपालीहरूसँग म अहिले त्यो कुरालाई पनि लबी गरिरहेको छु स्पेसली एज नेपालीको हिसाबले हामी बाहिर संसारको जुनसुकै अघि तपाईँले भन्नु ठाउँमा मैले एड गर्न चाहेँ संसारको जुनसुकै ठाउँमा बसेर पनि नेपाललाई योगदान गर्न सकेपछि यु हेभ डन समथिङ तपाईँको योगदान गर्नुभयो भने चाहिँ त्यसको लागि नेपालै बस्नुपर्छ छैन नेपालबाट बाहिर गएको भनेको यो भगौडाहरू यो भन्नुपर्ने छैन घर त्यहाँ बसेर पनि गर्न नसक्ने मान्छे बाहिरले गरेको छ नि त त्यो संसार एउटै देश हो अबलाई अहिलेको लागि चाहिँ ग्लोबल भिलेज हो र हो नेपालमा बसेर पनि नेपालमा के गर्न सक्यो अमेरिका बसेर के गर्न सक्यो त्यसको म्याटर गर्छ त्यही भएर हामी सबैले जस्तो तपाईँले भन्नु 2-4जनालाई मैले नेपालमा काम एटलिस्ट इम्प्लोइमेन्ट क्रिएट गरेको छु सी हेभ डन समथिङ फ्रम यर पार्ट समन एल्स हेज डन समथिङ वेयर नेपालमा बसेर पनि त्यो गर्न सक्यो भने नेपालमा बसेर मात्रै ठुलो भएन नि त हामीले आफ्नो देशलाई के दिन सक्यौँ वाट वी हेभ गेन भन्दा पनि वाट वी हेभ गिभन ब्याक टु आवर कन्ट्री भन्ने हेर्नु पऱ्यो र नेताहरूको पनि सबैको एटलिस्ट पर्सेप्सन त्यो छ र स्पेसली मैले खेलकुदमा पनि भन्छु खेलकुदमा पनि नेसनल गेमहरूमा पनि बाहिरबाट आएको नेपालीहरूलाई पनि एउटा पार्टिसिपेट इक्वली हुने चाहिँ अपर्च्युनिटीलाई क्रिएट गर्नुपर्छ अहिले एनआरएनको टिम छ तर ओभरअलमा चाहिँ मैले त्यो कुरालाई थोरै लबी पनि गरिरहेको छु र होपफुली सुन इट विल ह्यापन म आफै पर्सनली पनि त्यसमा लागेको छु र विभिन्न निकायहरूसँग एम्बेसी लगायत हाम्रो परराष्ट्र मन्त्रालय सब रिक्वेस्ट पनि गरिरहेको छु सबैबाट चाहिँ एउटा पर्सेप्सन के हो भने हो अस्ट्रेलियामा जन्मिएको नेपालीले त गैर आवश्यक नेपाली नागरिकता त हुनु पऱ्यो उसको गैर आवश्यक नेपालीले नेपालको लागि प्रतिनिधित्व गरेर खेल्न पाउँछु भन्दाखेरि यो चाहिँ अस्ट्रेलियामा जन्मिएको नेपाली होइन भनेर होइन कि आउनुहोस् इफ यु आर बेस्ट विदिन अस यु रिप्रेजेन्ट अस भन्दा हामी खुसी हुन्छ त देखिनु भएको छ नि अस्ट्रेलिया रिप्रेजेन्ट गर्ने अरू विदेशमा जन्मेका मान्छेहरू पनि हुनुहुन्छ अमेरिकालाई रिप्रेजेन्ट गर्ने ओलम्पिकमा धेरै हुनुहुन्छ यु नेभर नो अस्ट्रेलियामा जन्मिएको नेपालीले अथवा अमेरिका जन्मिएको नेपालीले मेबी विल विन गोल्ड मेडल फर अस इन ओलम्पिक्स अथवा अरूमा होइन त्यो कुरालाई चाहिँ हामीले होल ग्लोबल एउटा भिलेज हो भन्ने वातावरण गरेर यो को नेपाल गएको छ नेपाल छोडेर गएको छ भन्ने होइन कि द्याट्स इन बेनिफिट अफ कन्ट्री वी शुड एक्सेप्ट भन्ने लाग्छ एउटा विकास ज्ञान लिएर आउँछ भन्ने चाहिँ उहाँले त्यो सोच्नु पर्यो त्यही भएर मैले त्यो कुरालाई चाहिँ अहिले अघि भने मैले सेकेन्ड जेनेरेसनलाई कसरी कनेक्ट गर्न सक्छु भन्दाखेरि एउटा स्पोर्ट्सबाट पनि छ अर्को कल्चरल एक्टिभिटी पनि छ अर्को इन्भेस्टमेन्टबाट छ अर्को टुरिज्मबाट छ योबाट चाहिँ अब हजुरको सेकेन्ड जेनेरेसनलाई हामीले कनेक्ट गर्न सक्यो भने अब सेकेन्ड जेनेरेसन अहिले सबै ठाउँमा राम्रो छ मैले त्यो भने एकदम सार्प छ तर यहाँ आएकोले त्यो फेसिलिटी अझ राम्रोसँग पाएको हुनाले कति कुराहरू अलिकति विकसित देशको अलिक फरक भएको हुनाले दे क्यान कन्ट्रिब्युट सो मच अरू कुरा स्पेसली टेक्नोलोजी ट्रान्सफरमा टेक्निकहरू ट्रान्सफरमा चाहिँ देयर कुड बी मेनी थिङ टु बी लर्न फ्रम बोथ साइड होइन सर त्यो भएको हुनाले म विशेष अनुरोध पनि नेपाल सरकारलाई पनि मैले गरेको छु र गर्न पनि चाहन्छु र हामी सबैले पनि म सबैलाई चाहिँ तपाईँ कार्यक्रम मात्र चाहिँ हामीले विल ट्राई टु कन्ट्रिब्युट समथिङ फ्रम आवर साइड मेबी स्मल होइन यो पैसा फाइनेन्सियल मात्र होइन तपाईँले टेक्निकल नलेज हुनसक्छ अथवा तपाईँको जेसुकै हुनसक्छ अन्टरप्रेनरसिप हुनसक्छ अथवा फिलोन्थ्रापी कुराहरू गर्नुभएको जे छ तपाईँले चाहिँ कन्ट्रिब्युट गर्न सक्नु भने यु फिल गुड जस्ट फिल गुड इन यर सेल्फ द्याट यु हेभ डन समथिङ डु नट एक्सपेक्ट ओ आई हेभ डन दिस आई सुड गेट दिस ब्याक rather than expecting if you start contributing then you start feeling so if at least half of us do that then we don't have any room to complain so त्यो मेरो विचारमा एक दुईजना राम्रो गर्ने नराम्रो गर्ने निस्किन्छ नि र ओभरअल नेपालले पनि विकासको वातावरण हुनलाई चाहिँ हामी बाहिर बसेको नेपाललाई पनि समेटेर अगाडि बढ्न सक्यो र त्यसलाई अपनत्व बनाएर गर्न सक्यो ब्रेन गेनको कुरा गरेर होइन कि ओभरअल चाहिँ एउटा इन्क्लुसिभनेसमा चाहिँ हामीले गर्न सक्यो भन्ने चाहिँ आई थिङ्क would not take that long for Nepal to get in that the developed world category. Population अलिकति कमै भएको र देश पनि अब भौगोलिक रूपमा सानै भएको हुनाले आई थिङ्क इट्स नट द्याट हार्ड टु होइन अब भनौँ नेपाललाई एडभान्स बनाउनलाई चाहिँ त्यति गाह्रो सहज लाग्दैन सर्टेन भनौँ न तपाईँले भने जस्तै मान्छेहरू सबै खट्नु पऱ्यो इमान्दार हुनु पऱ्यो मेहनत गर्नु पऱ्यो जस्तो अब जापानमा मान्छे 18 घन्टा काम गर्छन् यहाँ पनि गर्छन् 6 दिन काम गर्छ त्यहाँ 8 घन्टा 12 घन्टा काम गर्छ त्यहाँ पनि अहिले त होइन र अब नेपालीहरू धेरै लेजी छन् नेपालमा धेरै मान्छे कामै गर्दैन द्याट्स अनदर प्रब्लम होइन अब इस्युहरू छन् कल्चरै चेन्ज हुनुपर्छ कि तर मैले यो भन्दै गर्दाखेरि फेरि नेपालमा कृषकहरू चाहिँ फेरि छुट्टी नै हुँदैन दे वर्क एभ्री डे त्यस्तो कल्चर छ के मिले होइन कि एनिवे
थ्याङ्क यू भेरी मच एकदमै धेरै धन्यवाद सञ्जीवजी तपाईँ आउनुभयो तपाईँको चाहिँ नि अब एक दुईवटा क्वेसन म सोध्छु भेरी पर्सनल नेपालमा घर कहाँ मेरो चाहिँ दाङ म जन्मेको दाङ ओके त्यसपछि अब यहाँ आउनुभयो तपाईँको यस्तो कोही व्यक्ति छ यस्तो इन्सपिरेसन भन्ने लाइफमा अब नेपालमा त अफकोर्स मेरो प्यारेन्ट्सहरू नै हुनुहुन्छ मलाई चाहिँ इन्सपिरेसनको चाहिँ स्रोत होइन स्पेसली कसरी चाहिँ एउटा सिम्पल फ्यामिलीबाट एउटा कल्चर संस्कार सिक्नुपर्छ भन्ने कुरा चाहिँ मैले भन्छु मैले नेपालमा चाहिँ र यहाँ पनि मैले आउँदाखेरि सुरुमा चाहिँ जुन अस्ट्रेलियन वे अफ लाइफबाट मैले सिकेको चाहिँ के छ भने कामलाई रेस्पेक्ट गर्नुपर्छ टाइमलाई रेस्पेक्ट गर्नुपर्छ र पैसालाई रेस्पेक्ट गर्नुपर्छ त्यसलाई त्यो वेस्ट गर्नु हुँदैन भन्ने कुरा चाहिँ मैले सिकेको जस्तो लाग्छ मलाई चाहिँ होइन अब एज अ पर्सनल भन्नाले ठ्याक्कै मलाई चाहिँ यो पर्सन भन्ने छैन तर विभिन्न व्यक्तित्वहरू हुन्छ जसले चाहिँ आफूलाई मात्र होइन कि ओभरअल सोसाइटीलाई देन गर्नुभएको छ र इन्सपिरेसन हुनुहुन्छ आई फलो अल अफ देम लाग्छ थ्याङ्क यू लास्टमा तपाईँको के छ कि भन्न मन लाग्यो कम्युनिटीलाई अब मलाई अब भनौँ होइन धेरै धेरै अब बधाई छ तपाईँले यो पोडकास्ट सुरु गर्नुभएको नन्दजी होइन अब हामी त धेरै पुरानो साथी पनि छौँ तपाईँले पनि जुन नेपाली कम्युनिटीलाई गर्नुभएको थियो र गरिराख्नु भएको छ जुन योगदान त्यसको लागि पनि म चाहिँ नेपाल सरकारको तर्फबाट पनि तपाईँलाई चाहिँ विशेष धन्यवाद पनि दिन चाहन्छु म आज चाहिँ अरू बेला यसरी फर्मली भन्न मिल्छ मिल्दैन अरू बेला हामीले त्यसै पनि भनिरहेको हुन्छौँ स्पेसली नेपाली स्पोर्ट्समा तपाईँले दिनुभएको योगदान र एनआरएनको प्रेसिडेन्ट भएर दिनुभएको योगदान र विभिन्न चाहिँ कोअर्डिनेटर भएर दिनुभएको योगदान चाहिँ रियली एप्रिसिएट होइन हामीले म मात्रै होइन ओभरअल होल सोसाइटीले एप्रिसिएट गरिरहेछौँ र अब आउने फ्युचर प्रेसिडेन्टदेखि अरू कम्युनिटीमा पनि तपाईँले यस्तै खाले तपाईँलाई चाहिँ उत्साह आइराखोस् र यो पोडकास्ट मार्फत पनि विभिन्न सोसाइटीमा उठेका कुराहरूलाई उजागर गर्ने चाहिँ तपाईँलाई मौका मिलोस् र तपाईँले यो सोसाइटीलाई इन्फर्मेसन दिनुको लागि चाहिँ ऊर्जा मिलोस् भनेर भन्न चाहन्छु र वन्स अगेन होइन यो पोडकास्टमा इन्भल्भ हुने सबैजनालाई चाहिँ धन्यवाद र बधाई पनि दिन चाहन्छु र विश यु अल द बेस्ट थ्याङ्क यू सञ्जीवजी है त थ्याङ्क्स फर यर टाइम Success Conversation, the power of conversation.